सुत्ने त टोयलेट भित्रै हो टोयलेटको पानी चाहिँ खानु परेन टोयलेट भित्रै सुत्नु भयो सुत्ने रुममै टोयलेट भित्र हो त्यहाँनिर निद्रा पर्दो रहेछ अब एउटा बेड सानो राख्दैछ दुईजना सुत्यौँ शीतलङ्काको हुँदाखेरि चाहिँ म भुइँमा सुत्थेँ त्यो माथि सुत्थेँ अनि त्यो अस्ति त्यसले भनौँ न उसलाई जानी रहेछ र पो मलाई धेरै नचाहिँदा हराब लागेर गएँ होइन अनि साउनीले नि धेरै गाली गर्यो पिटेर त्यस्तो गर्दाखेरि मम्मीको याद आयो धेरै नै त्यति बेला मम्मीले अहिलेसम्म एक झापड पनि हार्नु भएको थिएन मम्मी भएको भए नि त यसरी मलाई विदेश जान दिनुहुन्न थियो होला घरको काममा भनेर अनि उसले हानेपछि चाहिँ तर पनि मैले दिदीहरू कसैलाई पनि भनेन मलाई पिट्छ भनेर नि भनेन बुढो बुढो खालको थियो आउनु भएको थियो अनि मलाई नेपाली हो भनेर भन्नुभयो अनि नेपाल चाहिँ अनि मैले यस भनेर भने अनि ओके भन्नुभयो अनि त्यो बुढोले मलाई छेउमै आइदियो भने के ताली ताली भन्यो होइन म छेउमा जान डराएपछि लुगा खोलेर सबै चेक गर भने मैले म नि क्रिस्चियन हो मैले चोरेको छैन तपाईँहरू जस्तै हो सबै चेक गर्नु भने त्यसले सबै मेरो कपडा खोलेर चेक गर्यो त आइस अब कस्तो ठाउँमा पर्छ थाहा छैन भन्नुभयो अनि मैले त्यहाँको म्याडमलाई सोधेँ कुन ठाउँमा परेको छु म भन्दाखेरि जाएर भन्नुभयो अनि मैले दाइलाई भने म जाएर भन्ने ठाउँमा परेको छु दाइ भने अब मरिस् त भनेर भन्नुभयो दाइले त्यहीँनिर डर लागिसक्यो हजुरलाई त्यहीँनिर डर लाग्यो त्यसो भन्न साँच्चै त्यसो भने चाहिँ आँखाभरि आँसुले नआउन आइहाल्यो त के गर्नु त मैले भने रोएँ म धेरै दाइसँग अनि अब के कस्तो घर पर्छ गएपछि थाहा हुन्छ भन्नुभएको थियो तर त्यो जाएर भन्ने ठाउँ चाहिँ एकदम नराम्रो थियो अरे धेरै नै हुन्छ त्यस्तो पीडाहरू त धेरै मनमा कुरा खेल्थ्यो किनकि म त यो सकुशल नेपाल फर्किन सक्दिनँ होला मरेरै बाक्सामा प्याक भएर जान्छु होला भने धेरै हुन्थ्यो तर दुईवटा दाजुहरूले गर्दाखेरि चाहिँ आज म सकुशल नेपाल फर्केको छु दाजुहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि म जस्तो मान्छे पनि यहाँ आइपुगेँ होइन हजुरलाई कुवेत जान्छु भन्ने रहर कहाँबाट आयो अथवा हजुरलाई कसले कुवेत जा भन्यो कुवेतमा धेरै कमाइ हुन्छ भनेरै जानुभयो होला हजुर यस्तो अब म साथी पनि कुवेत जान लाग्यो रहेछ मेरो चाहिँ कम्पनीको भिसा लगाएको थिएँ पैसाको अभावले गर्दाखेरि मैले क्यान्सल गरेँ अनि क्यान्सल गरेपछि अनि मेरो साथी एउटा राजकुमारी महतो ऊ पनि सँगै उही फसिरहनु भयो अहिले अनि उहाँसँग चाहिँ दिदी तपाईँ जाने भए म नि जान्छु भने म आफैले अनि त्यो दिदीको नम्बर दिनुभएको थियो मेरो नम्बर त्यो दिदीलाई दिनुभएपछि दिदीले कल गर्नुभयो मलाई तिमी पनि जाने हो त भन्नुभयो जान्छु दिदी भनेकै म त्यतिखेर धेरै कहाँको दिदी हुनुहुन्थ्यो चितवन पदमपुरको चितवन पदमपुरको पहिला हजुरको चिन्जान थिएन त्यही महतो साथीसँग महतो दिदीसँगबाट चिन्जान भयो हजुर अनि उहाँसँग चाहिँ हजुरको के कुरा भयो त फोनमा अनि म नि जान्छु तपाईँले पठाउनु हुँदो रहेछ राम्रै रहेछ भने अनि म नि धेरै टेन्सनमा थिएँ त्यति बेला भनौँ न अब मिडियाको अगाडि अब कुरा राख्नु त मन थिएन खोल्नै पर्छ होइन आफ्नो रहस्यहरू मैले दोस्रो बिहा पनि गरेको थिएँ त्यतिखेर दोस्रो बिहा गर्नुभएको थियो गरेको थिएँ अनि मैले चाहिँ अब आफूलाई माया गरेको मान्छेको नामहरू त लिनु चाहदिनँ म धेरै कुरा पनि उसको बारेमा गर्दिनँ किनकि उसले नि मलाई नराम्रो त गरेको छैन राम्रै थियो अब उसको घरमा जेठी बुढी रहेछ पछि आफै नै जानुभयो है उहाँको धेरै कुरा गर्दिनँ त्यति बेला मेरो मम्मी पनि बित्नु भएको थियो र उहाँले नि त्यसरी छोडेर जाँदाखेरि धेरै नै पीडाहरू थियो मलाई उहाँको बारेमा चाहिँ धेरै कुरा गर्दिनँ अझै पनि मैले माया गरेको मान्छे हो मेरो मनभित्र नै हुनुहुन्छ उहाँ चाहिँ होइन हजुरलाई यो माया कान्छो श्रीमानको माया लागिरहेछ कि जेठो श्रीमानको बहिनी के सम्झिनु भयो कान्छो त्यति माया गर्नु त धेरै नै कुटपिटहरू गर्नुहुन्थ्यो जाडक्सी हुनुहुन्थ्यो तर उहाँलाई छोड्ने बेला त मलाई त्यति यादहरू आएन उसले दिएको यातनाले होइन तर पछिको बुढाले चाहिँ धेरै नै माया गर्नुहुन्थ्यो उहाँले नि अनि मैले नै माया गर्थेँ अनि पछि एक्कासी उसको बुढी छ भन्ने थाहा पाएँ तर पनि मैले माया गरेको थिएँ आफै नै उहाँको बच्चाहरू बुढी छ
भन्ने थाहा भएपछि आफैले नै उहाँले आफै छोडेर जानुभयो, मैले छोडे होइन। तर आज भोलि चाहिँ उहाँले कन्ट्याक्टमा आउनुभएको थियो, बोल्नुहुन्थ्यो, म उता कुवेतमा हुँदा नि कहिलेकाहीँ बोल्नुहुन्थ्यो राम्रैसँग। अनि मैले नि त्यस्तो बोल्दिनँ, हेनतेन चाहिँ भन्दिनँ। उहाँले नि हेर्नुहुन्छ होला यो युट्युब होइन, उहाँको बारेमा धेरै नराम्रो चाहिँ बोल्दिनँ, राम्रो नै हुनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। अनि उहाँले छोडेर गएको पीडा पनि थियो, अनि मेरो मन बित्नु भएको पीडा पनि मलाई त्यही माथि थियो। वज्रपातै परेछ, दुईटै छोडेको अवस्था। अनि त्यही टेन्सनको कारणले म नेपाल बस्दिनँ, म विदेश जान्छु भनेर भौतारेर चटपटेर एकदम पागल जस्तो भएको थियो। आमा बितेको पीडा र कान्छो श्रीमानको पीडाले हजुर कुवेत उड्नुभयो। अनि छोडेको भएर चाहिँ धेरै नै रोएर म छटपटेर पागल जस्तै भएर हिँड्न खोजेँ नि। अनि त्यति बेला अनि विदेश जान्छु भने त्यो दिदीसँग कन्ट्याक्ट भएपछि अनि कम्पनीमा जानलाई पैसा पनि थिएन, अनि क्यान्सल गरेँ, त्यहाँ दुबईको भिसालाई क्यान्सल गरेर त्यो दिदीलाई अनि कन्ट्याक्ट गरेर गएँ। जान चाहिँ म आफैले जान्छु भनेर गएँ। अनि जाने बेलामा फेरि एक मनले सोचेँ घरको काममा त म जानु हुन्न होला, राम्रो हुन्न भनेको छ। अब कति टिकटकहरू नि हेरेको थिएँ नि त मैले, कुवेतबाट मान्छेहरू फसेर आएको। अनि मैले दिदी म जाँदिनँ घरको काममा, राम्रो हुन्न, म जाँदिनँ भन्दाखेरि त्यस्तो नभन माया, राम्रै हुन्छ, आइसकेको भिसालाई क्यान्सल नगर भन्नुभयो। अनि ठिक छ नि त, जता पनि क्यान्सल गरेर के गर्नु होइन। सुन्नु न थोरै कुरा, ठिक छ। हजुरको कान्छो श्रीमान कहाँ कुन ठाउँको हुनुहुन्थ्यो? रुकुमको हो। रुकुमको। हजुर रुकुम पनि पुग्नुभयो? छैन गएको। काठमाडौँमै भेटघाट भयो, यही बस्नुभयो? विवाह गर्नुभयो कि चाहिँ सँगै बस्नुभयो मात्रै? उहाँ क्रिस्चियन भएको कारणले चाहिँ मसँग चाहिँ त्यस्तो बिहे चाहिँ गर्नु भएन। उमेर मिल्दोजुल्दो सुहाउँदो थियो कि हजुरभन्दा सानो हुनुहुन्थ्यो कि के थियो? मभन्दा 2 वर्ष अलि जेठो हुनुहुन्थ्यो? हजुर। ए ठिक छ। उहाँले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने के छ, अब फेरि उहाँ हजुरसँग आउनुहुन्छ भने उहाँलाई चाहिँ हजुर अपनाउन तयार हुनुहुन्छ कि हुनुहुन्न? के छ हजुरको मनमा, के चाहिँ आइरहेछ अहिले? अब आफूलाई माया गरेको मान्छेको त माया लागिरहन्छ होइन, बोल्न मन लाग्छ, त्यही हो, माया नै हुन्छ उसको लागि चाहिँ। अब उसले छोडेर गए पनि माया गर्दिनँ भन्ने चाहिँ हुँदैन। ऊ नै अब आउँछ आउँदैन भने मलाई त्यो चाहिँ कुनै दिन हजुरले फोन गर्दाखेरि उसको जेठी श्रीमतीले फोन उठाएर हजुरलाई झपारेको, गाली गरेको त्यस्तो दिन छ कि छैन? उसको बुढी पनि कुवेतै गएको छ अहिले, कुवेतै गएको छ उसको बच्चाहरू छोडेर। त्यही कारणले चाहिँ उसले आफ्नो बच्चा सम्हाल्नको लागि चाहिँ जानुभएको हो। अनि हजुर नेपाल आउँदै भएको कुरा उसलाई थाहा छ कि छैन? थाहा छैन। थाहा छैन। मैले दाजुहरूसँग कन्ट्याक्टमा छु भन्ने थाहा छैन। तर उहाँले बोल्दाखेरि चाहिँ एकदम रुनु मन लाग्थ्यो। म एकदम पागल जस्तो भए चाहिँ मलाई कल गरी नराख्नु, टेन्सन छ मलाई भन्थेँ मैले। उहाँ आउँदाखेरि धेरै फोनमा पनि बोल्नु दिँदैन थियो। अनि त्यही भोइसमा चाहिँ भन्थेँ मैले, उहाँले चाहिँ भोइसमा चाहिँ बोल्नु भएको थियो। जस म कुवेत गइकन चाहिँ यहाँ अब एउटा कुरा मात्रै सोध्छु अनि कुवेततिरको चाहिँ कुरा गरौँला। के छ यो भिडियो हजुरको कान्छो श्रीमान जो हजुरसँग बसेर अति धेरै माया गर्नुहुन्थ्यो, यो भिडियो कहीँबाट हेर्दै हुनुहुन्छ भने उहाँलाई हजुर के भन्नुहुन्छ बहिनी? अब उहाँले यो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँले किन मलाई छोडेर जानुभयो होइन? मैले त धेरै माया गरेको मान्छे हो, मैले विश्वास गरेर उहाँलाई साँचो माया गरेरै माया गरेको हो। उहाँले किन के कारणले छोडेर जानुभयो मलाई थाहा छैन। तर मैले जस्तो माया गर्ने मान्छे उहाँको बुढीले माया गर्ला नगर्ला मलाई त्यो थाहा छैन होइन। तर मैले उसलाई धेरै नै माया गर्थेँ, त्यही हो। त्यति अरू केही भन्नु छैन? फेरि आउनुहोस् मिलेर बसौँ भन्न चाहनुहुन्छ कि? अब मिलेर त के बसौँ भन्नु र होइन। उहाँलाई आउनु इच्छा भयो भने म नआउनु भन्दिनँ। हजुरको ढोका सधैँ खुल्ला छ। ल ठिक छ। अब यो कुरा त यही बिट मारौँ, यो पारिवारिक कुरा पनि भयो। जब हजुर अब कुवेत जाँदै हुनुहुन्छ, हजुर काठमाडौँमै बस्नुभएको मान्छे, त्यो फोनमा सम्पर्क भएको दलाल काठमाडौँमा आएको के भयो अब सुनाउनुहोस् त। त्यो दिदी आउनुभएको थियो काठमाडौँमा। अनि हजुरले त्यहाँभन्दा अगाडि त हजुरको पासपोर्ट पनि अलरेडी रहेछ होइन? हजुर। उहाँले हजुरको फोन सम्पर्क भएको कति दिनमा कुवेतको भिसा लगाइदिनु भयो? फोन सम्पर्क भने मतलब त्यो दिदीसँग जब कुरा भयो नि, कुरा भएको कति दिनमा भिजा लाग्यो हजुरको कुवेतको? भिसा त्यस्तै 15-10 दिन। 10-15 दिनमै लाग्यो। उहाँ पनि काठमाडौँ उडाउन आउनु भएको थियो? यहाँ एयरपोर्टमा आउनु भएन, त्यो होटलमा आउनु भएको थियो। होटल? अनि एयरपोर्टमा कसले ल्यायो? त्यो होटलको दाइ। होटलको दाइले? हजुर। हजुरहरूसँग कतिजना हुनुहुन्थ्यो नि कुवेत जाने? 5 जना। त्यही एउटै होटलमा बसेको? त्यही एजेन्ट मार्फत जानुभएको? मेनुका दिदीबाट पनि जानु भएको छ, अनि त्यो निशा दिदीबाट, अनि अर्को एकजना अर्कै दिदीबाट नि जानु भएको छ। जानु भएको छ। तर त्यो मेनुका दिदीसँग जाने दिदी चाहिँ 2 जना पर्नु भएको छ। एउटा
पर्मिला एउटा कल्पना अनि राजकुमारी महतो अनि म भए अनि उसकै दिदीको निशाकै दिदीको छोरी थिए शर्मिला उसलाई चाहिँ उसको बुढाले जान नदिएको कारणले यहीँनिर एयरपोर्टमै रोकेको कारणले त्यो दिन ऊ जान पाएन फर्किनु भयो अनि पछिल्लोचोटि चाहिँ जानुभएछ उहाँ पनि जानुभएछ हजुरहरूलाई एयरपोर्ट ल्याएर छोड्नुभयो एयरपोर्टमा जाँदाखेरि हजुरहरूलाई डलर दियो कि दिएन दिएको थियो गाडीमै कति दिएको थियो नि खोलेर हेरेन कति दियो यस्तरी बाँधेको थियो लवरले अनि माग्यो भने सिटिजन ब्याङ्कमा साटेको भन्नु सोध्यो भनेर भन्नुभएको थियो अनि मलाई भित्र चाहिँ पैसाको कुरा चाहिँ गरेन त्यहाँभित्र उनीहरूले 4 नम्बरको गेटमा जा 3 नम्बरको गेटमा जा भन्नुभएको थियो एयरपोर्टभित्र पनि दलालले यो नम्बर गेटमा जानु भनेर पहिल्यै बाहिर सिकाउँदो रहेछ फोनमा भन्नुभएको थियो मेनुका दिदीले म नामै लिएर भन्छु नि होइन मेनुका दिदीले चाहिँ फोनमा चाहिँ भन्नुभएको मलाई यो 4 नम्बर गेटमा जाऊ 3 नम्बर गेटमा जाऊ भन्नुभएको थियो तर राजकुमारी महतो दिदी चाहिँ 8 नम्बर हो कि कति नम्बरमा जानु भएपछि चाहिँ उहाँलाई चाहिँ पैसाको डलर देखाउनु लाग्नु भएछ उहाँले चाहिँ पैसाको डलर चाहिँ देखाउनु भयो हजुरले देखाउनु परेन यहाँ पैसा देखाए पैसा केमा लुकाएर लैजानु भएको थियो लुकाएन मैले मेरै ब्यागमा उयो ब्यागमा हालेर लिएर गएको थिएँ ब्यागमा हालेर जानुभयो हजुरलाई भनेपछि जुन नम्बर गेट भनेको थियो त्यहाँ गएपछि चेकिङ पनि भएन भएन झोला खोल्ने काम केही भएन त्यहाँबाट सँगै 5 जना चाहिँ उड्नुभएको ऊ गएँ अनि माथि गएर त्यो फर्म भर्नु पर्ने रहेछ अनि दुईटा दिदीहरूलाई फर्म भर्न नआएको कारणले सबै फर्म मलाई भर्दै भन्नुभएको थियो मेनुकाले कल गरेर अनि मैले त त्यति पढेको पनि थिएन तर जानी नजाने भए पनि फर्म भर्दै अलिअलि पढेको मैले 4 क्लास मात्र पढेको भनेपछि नाम लेख्न साधारण लेख्न आउँछ हजुरलाई हजुर अनि कुवेतसँगै उड्नुभयो काठमाडौँबाट छुटेको चाहिँ जहाज कुवेत पुग्यो कि दुबई पुग्यो कि एकैपल्ट कतार पुग्यो कतारको नक्कली भिसा पठाएको त्यहाँ अहिले पनि पेपर छ मसँग नक्कली भिसाहरू बनाएर पठायो कतारसम्मको अनि कतारसम्म यो देखाउँदै जाऊ भन्नुभयो त्यहाँसम्म पुग्यौँ हामी त्यहाँ पुगेपछि अनि अनलाइनमा आइज भन्नुभयो अनि त्यही दिदीले मेरो मोबाइलमा मैले तँलाई एमबी हाल्दैछु अनलाइनमा बस भनेर भन्नुभयो त्यो मेनुका दिदीले अनि म अनलाइनमा बसिरहँदाखेरि सबैजनाको टिकट भिसा चाहिँ त्यो कुवेतको भिसा चाहिँ छैन है फेरि त्यही प्लेन टिकट हो मैले दाइहरूलाई नि मैले हालिदिएको छु त्यही प्लेन टिकट देखाएकै भरमा चाहिँ कुवेत पुगियो कुवेत पुगेर नि कुवेतको एयरपोर्टमा फिङ्गर चेकहरू के गर्यो तर मान्छे चाहिँ छानी नै लिएर गयो त्यहाँबाट अनि एयरपोर्टमा लिन को आएको थियो बहिनी त्यति बेला हजुरहरूलाई कुवेतको मान्छे नेपाली आयो कि कुवेती आयो कि इन्डियन त्यही तर त्यो घरको साउसाउनी त आएन कि अफिसबाटै मान्छे पठाएको थिए एकजना इन्डियन ड्राइभर पठाएको रहेछ लिनलाई तर मान्छेहरू चाहिँ छानी नै लिएर गएको हो त्यहाँ भन्दा त एयरपोर्टबाटै छान्यो कि अफिसबाट एयरपोर्टबाटै कतिजना जानुभएको थियो एयरपोर्टमा छान्नलाई धेरै थियो अरूबाट नि धेरैजना मान्छे गएको थियो होला 60-70 जना 60-70 जना एयरपोर्टमै छान्यो भन्नुभयो यो अलिकति नयाँ कुरा पनि सुनाउनु भयो के छ ड्राइभरले छान्दो रहेछ कि छान्ने मान्छे अरू आएको त्यही भित्र एयरपोर्टभित्रकै मान्छेहरू नि सेटिङ मिल्या हुन्छ कि के हो त्यो थाहा भएन त्यही एयरपोर्टभित्रकै मान्छेहरूले अब त्यो लिन आउने मान्छेहरूले होइन त्यसरी छान्दै ओर्दै पठाएको कस्तो मान्छेलाई छान्दो रहेछ नि अलि बोल्न सक्ने अलि काम गर्न जान्ने होइन काम गर्न जान्ने नजान्ने त के थाहा होला र रूप हेर्दो रहेछ रूप हेर्दा रहेछ रूप हेरेर त्यसरी छानेर लाँदो रहेछ मोटो पातलो अनि फेरि आफ्नो मान्छेहरूले कोले अब त्यताबाट भिसा पठाएको हुन्छ नि त्यस्तो मान्छेहरूलाई छिट्टै अगाडि नै लगिहाल्दो रहेछ उनीहरूलाई सजिलो काम पनि त होला नि हजुर कति बजे पुग्नु भएको थियो त्यहाँ कुवेतको समयअनुसार केही थाहा छ कुवेत ओर्लिँदा कति बजे आएको थियो यहाँबाट कतार पुग्दाखेरि कतारबाट त्यस्तै 4 बजे कि 3 बजेको फ्लाइट भएको थियो उता जाने बेलामा त्यो चाहिँ याद भएन कति बजे पुगेँ भनेर मैले सिधै हजुरलाई अफिस लगियो होला अफिसमा कति बेर बस्नु पर्यो अफिसमा त 1 दिन बसेँ म त्यहाँ पुगेपछि मलाई लिन आएनन् नलिन आएपछि म त्यहाँ बसेँ एक रात त्यो अफिसको म्याडमको रुममा एक रात बसेँ के नाम थियो त्यहाँ त्यो म्याडमको गीता हजुर के जिता भन्नुभयो गीता के छ अब हजुर पहिलो दिन अफिसमा एक रात बिताउँदाखेरि त्यहाँको चाहिँ म्याडमले त्यहाँको स्टाफले अब त्यहाँको चाहिँ अरू नेपालीले हजुरलाई व्यवहार कस्तो गरे राम्रै गरेको थियो त्यो दिन त पहिले राम्रै गरेको थियो केही लगायो भित्र पुस्न गर्ने अफिसमा राखिदिनु केही पनि काम लगाएन तँलाई त्यहाँको मम्मा लिन आउँछ आज भ्याएन भोलि आउँछ लिनलाई भन्यो अनि त्यो दिन म बसेँ अनि अर्को अफिसमा लगेको मसँगै अघि कल्पना दिदी भने नि
त्यो दिदी नै हुनुहुँदो रहेछ त्यही अफिसमा अर्को अफिसबाट त्यही म्याडमको रुममा लगेको त्यो दिदी र म चाहिँ सँगै बसेको एउटै अनि भोलिपल्ट हजुरलाई लिन आउनुभयो मान्छे हजुर बेलुका खेर लिन आएको त्यो घरको मान्छे यस म्याडम आउनु भएको थियो लिन घरको मान्छे भन्नाले साउन दुईजना कि छोरी मान्छे आउनुभयो नि लिन साउनी आउनु भएको थियो साउनी आउँदाखेरि त्यहाँ हजुरहरू कतिजना हुनुहुन्थ्यो म एक्लै हुनुहुन्थ्यो उहाँले चाहिँ पहिला हजुरको फोटो हेर्नु भएको रहेछ कि के रहेछ कसरी झ्याप्प हजुरलाई मात्र एक्लै उठाउनु भयो केही थाहा पाउनु उठाउनु चाहिँ भएन भित्र त्यो गीता म्याडमसँग कुरा गर्नुभयो अनि को हो भनेर कुन चाहिँ लड्की हो भन्नुभयो तर त्यहाँनिर अरू अरू ठाउँको मान्छेहरू नि थियो अनि मैले यही सर्ट लगाएर बसेको थिएँ अनि त्यो सेतो सर्ट लाउने हो भनेर देखाउनु भयो होइन अनि मलाई देखेर त्यो म्याडम हाँस्नुभयो होइन अनि मैले नि चुप लागेर बसिराखेको थिएँ म चाहिँ मेरो दाई पनि कुवेतमा हुनुहुन्छ नि त बुवाको भान्जा अनि दाईसँग कुरा गर्दै बसेको थिएँ जानासाथ त्यो म्याडमले मलाई चाहिँ नेट हालिदिनु भएको थियो त्यहाँनिर अनि दाईसँग चाहिँ कुरा गरेको थिएँ दाईले त नआइज भन्दा नि म गएको थिएँ दाईले चाहिँ मलाई गाली गर्दै हुनुहुन्थ्यो त आइस अब कस्तो ठाउँमा पर्छस् थाहा छैन भन्नुभयो अनि मैले त्यहाँको म्याडमलाई सोधेँ कुन ठाउँमा परेको छु म भन्दाखेरि जाएर भन्नुको हो अनि मैले दाईलाई भने म जाएर भन्ने ठाउँमा परेको छु दाई भने अब मरिस् त भनेर भन्नुभयो दाईले त्यहीँनिर डर लागिसक्यो हजुरलाई त्यहीँनिर डर लाग्यो त्यसो भन्न साँच्चै त्यसो भने चाहिँ आँखाभरि आँसुले नआउन आइहाल्यो त के गर्नु त मैले भने रोएँ म धेरै दाईसँग अनि अब के कस्तो घर पर्छ गएपछि थाहा हुन्छ भन्नुभएको थियो तर त्यो जाएर भन्ने ठाउँ चाहिँ एकदम नराम्रो थियो अरे अनि हजुरलाई साउनले लाग्नभन्दा अगाडि त्यो गीता भन्ने म्याडमसँग पैसाको कारोबार लेनदेन भएको केही थाहा पाउनुभयो हजुरले त्यहाँ बेचेँ म बेचिँदैछु भन्ने थाहा पाउनुभयो भयो मलाई बाहिर राख्यो त्यो भित्र राखेन बाहिर राख्यो अनि त्यो कार्ड हुन्छ नि एटिएम कार्ड त्यो दियो त्यो गीतालाई त्यहाँ पैसा गर्नका लागि अनि कति दिएर मलाई लगाऊ भन्ने कुरै मलाई थाहा भयो कति केडीमा बेचिएँ भन्ने थाहा पाउनु भयो कार्ड दिएपछि बेचिन त पक्कै बेचिनु हजुर आज कति दिनमा फर्किँदै हुनुहुन्छ अरे 1 महिना 3 दिनमा होला 24 तारिक म 25 तारिक 26 तारिक 1 महिना पुगेर यति भयो मैले दाइलाई नि भनेको थिएँ 15 दिनमै मलाई घर चेन्ज गरिदिन्छु भनेको थिएँ त्यो यो निसाले होइन मैले कल गर्दाखेरि अनि मलाई घर चेन्ज गर्ने कुरा नि गरिन फेरि 1 महिना कोर घर भन्ने ठीक छ अब हजुरलाई त्यो साउनी आएर लग्यो घर लग्यो लगेपछि त्यहाँ व्यवहार कस्तो गर्यो के भयो घरमा को थिए हजुरको त्यो कुवेतीको घरमा पहिलो दिन जुन घरमा जानुभयो त्यसको 3टा छोरा छ अनि त्यसपछि उमेरको बच्चा ठुलो हजुरहरु जत्रै अनि म्याडम चाहिँ भर्खरको हुनुहुन्छ तर छोराहरु चाहिँ उहाँ जत्रो एकजना त हजुर जत्रो एकजना दाजु जत्रो एकजना त्यत्रै हो अनि छोरी चाहिँ उहाँ दिदीहरु जत्रै 2टा छोरी अनि सानो चाहिँ मेरो छोरी जत्रो छ 2टा एउटा अञ्जली जत्रो छ दिदीको छोरी जत्रो कति धेरै बच्चा अनि अहिले फेरि पाउने वाला नि छ मेरो बा कति बच्चा रहेछ त्यहाँ टोटल 8वटा बच्चा अझ पाउने छ म्याडम कति उमेरको भर्खरकै हुनुहुन्छ हेर्दाखेरि त्यो छोरा उसकै रहेछ त्यत्रो चाहिँ त्यो 8वटा बच्चा उसकै हो उसैको हो भन्थे हामीलाई भन्न चाहिँ अनि श्रीमान कति उमेरको नि बुढो खालको थियो आउनु भएको थियो अनि मलाई नेपाली हो भनेर भन्नुभयो अनि नेपाल चाहिँ अनि मैले यस भनेर भने अनि ओके भन्नुभयो अनि त्यो बुढोले मलाई छेउमै आइज भने के ताली भन्यो हैन म छेउमा जान डराएपछि अनि म्याडमले केही गर्दैन जा भन्नुभयो अनि गएँ अनि फेरि पनि सोधे नेपाल चाहिँ भने भनेर भने मैले यस भने अनि मलाई जा भन्यो अनि म गएँ अनि फेरि रुम ताली भनेको आइज भन्छ अरे हैन त्यहाँ हजुर अनि हजुर पहिलो दिन जानुभयो पहिलो दिन काम के गर्न परेन के भयो गरेँ मैले जाने बित्तिकै मलाई त्यो झाडु पुछाहरू लगाउन लाग्थ्यो अनि मैले त दुबईमा नि 2 वर्ष गरेर आएको हो सरसफाइको बारेमा त मलाई थाहा छ मैले गरेँ अनि मैले काम गर्दाखेरि राम्रो लाग्यो काम गरेको तैले भन्नुभयो भाषा बुझ्नुहुन्थ्यो हजुरले कुवेतीको नै अरबी भाषा त बुझ्दैन इसाराले नि तिनीहरूले मोबाइलमा भोइस गरेर सुन्न भन्न लगाउँथ्यो अनि तिनीहरूले नि ट्रान्सफर गरेर नेपालीबाट लेख्थ्यो अनि मलाई सुनाउँथ्यो जस्तो अलिकति सहज चाहिँ गरिदियो मोबाइलबाट सारेर हजुर त्यो घरमा काम गर्ने हजुर एकजना मात्रै हुनुहुन्थ्यो पहिला श्रीलङ्काको थियो त्यो श्रीलङ्काकोले धेरै टर्चर गर्यो मलाई त्यतिखेर चाहिँ म धेरै नै रुएर झन् टेन्सनमा थिएँ मलाई गर्दो रहेछ श्रीलङ्कीले त्यहाँ त्यो म त्यसको भाषा नि बुझ्दिनँ मेरो भाषा नि त्यसले नबुझ्ने कारण नि म्याडमलाई भएको नभएको कुरा लगाइदिन्थेँ कति वर्षको थियो नि त श्रीलङ्की बुढी खालकी नै थियो त
झगडा हातालाल त भएन भएन। त्यसले खानालाई चाहिँ मलाई जुठो भात जहिले पनि जुठो भात तिनीहरूले खाएको जुठो भात कचौरामा ल्याएर यति दिन्थे। अनि रोटीहरू खानु पऱ्यो भने नि बिहान लुकाएर ल्यायो भने नि एउटादेखि खाना दिन्थे। अनि नखा म्याडमले गाली गर्छ भन्थे। अनि चोखै भातहरू बस्यो भने नि त्यसले घोप्टाइदिन्थे कि ड्राइभरलाई लगेर प्लास्टिकको पोकामा हालेर लगेर दिन्थे त्यसले। त्यो घरको ड्राइभरलाई? हजुर। बेसरी दुःख पाउनु के छ? सुत्ने कोठामा सिसिटिभीहरू केही जोडेको थियो? देखेन, तर त्यो घरमा सिसी क्यामेरा कहाँ छ भन्ने मैले पत्ता लगाउनै सकिनँ। मैले दाजुले भन्नुभयो नि सिसी क्यामेरा कतै छ हेर भन्नु, वो हेरेको कहीँ देखेन मैले। के छ त्यस्तो अवस्था हुँदा कहिलेकाहीँ टोयलेटकै पानी खाएर बस्नुपर्ने त्यस्तो बाध्यता भयो है? सुत्ने त टोयलेटभित्रै हो, टोयलेटको पानी चाहिँ खानु परेन। टोयलेटभित्रै सुत्नुभयो? सुत्ने रुमै टोयलेटभित्र हो, त्यहाँनिर। निद्रा पर्दो रहेछ? अब एउटा बेड सानो राख्दै छ, दुईजना सुत्यौँ। शीतलङ्काको हुँदाखेरि चाहिँ म भुइँमा सुत्थेँ, त्यो माथि सुत्थ्यो। अनि त्यो अस्ति त्यसले बनाउन उसलाई जाने रहेछ र पो मलाई धेरै नचाहिँदा हराब लागेर गएँ होइन। अनि साउनीले नि धेरै गाली गर्यो। अनि त्यो गएको कुटेन, हातपात भयो हजुर माथि केही? पछि त्यो गइकन एकचोटि पैसा चोरीका आराममा चाहिँ कुट्नु भयो त्यसको छोरीले। छोरीले कहाँ कहाँ पिट्दो रहेछ? गालामा मात्र पिट्यो त्यसले। झ्याम हाने? एकचोटि हाने। तर पैसा चाहिँ बेलामा यस्तो मान्छे हजुर भर्खरै हुनुहुन्छ, कसको याद आयो बहिनी? डर हुँदाखेरि कसको याद आउँदो रहेछ? अब हजुर भन्ने हुनुहुन्थ्यो है कान्छो श्रीमान नि सम्झिनु भयो होला, बच्चा बच्ची पनि सम्झिनु भयो होला, एउटा बितेको आमा पनि सम्झिनु भयो। उसले धेरै त्यस्तो गर्दाखेरि चाहिँ पिटेर त्यस्तो गर्दाखेरि चाहिँ मम्मीको याद आएको थियो धेरै नै। त्यति बेला मम्मीले अहिलेसम्म एक झापड पनि हार्नु भएको थिएन। मम्मी भएको भयो नि त यसरी मलाई विदेश जान दिनुहुन्न थियो होला घरको काममा भनेर। अनि उसले हानेपछि चाहिँ तर पनि मैले दिदीहरू कसैलाई पनि भनेन मलाई पिट्छ भनेर नि भनेन। अनि लुगा खोलेर सबै चेक गर भने मैले। म नि क्रिस्चियन हो, मैले चोरेको छैन, तपाईँहरू जस्तै हो, सबै चेक गर्नु भने। त्यसले सबै मेरो कपडा खोलेर चेक गर्यो। भित्रपट्टिको मात्र लाउनु दिएर सबै खोलेर चेक गरेँ। अनि त्यसपछि त्यो रुममा पनि गएर चेक गर, मेरो कपडाहरू सबै खोतलेर हेर, मैले कहाँ लुकाएको छु पैसा पनि, यो झोलाहरू सबै हेऱ्यो। त्यतिखेर नयाँ बहिनी पनि भर्खर गएको थियो, उसलाई चाहिँ हानेन, उसले पनि मलाई हानेको देखेन। ऊ चाहिँ रुम सफा गर्दै थियो। अनि उसको पनि सबै ब्यागहरू खोताल्यो, उसको चाहिँ शरीरहरू चाहिँ चेक गरेन। नेपाली नै गएको थियो? नेपाली भर्खर गएको हो। कति वर्षको गएको थियो? म भन्दा बहिनी नि हो, 23 वर्ष लाग्यो अरे। बिचरा त्यहाँ त जत्रो उमेरको मान्छे नै बिक्री हुँदो रहेछ है कुवेतमा? बिक्री हुँदो रहेछ। अब थोरै त्यही घरको कुरामा थोरै जोड्छु, नातिनु होला, थोरै समय लिएँ मैले। के छ खाना पकाउन पर्यो कि हजुरले ऊ मात्रै घर मात्रै पुस्न पर्यो? खाना पनि पकाउनु पर्यो। मैले त्यो श्रीलङ्काको गइकन मलाई खाना पका भन्यो, मलाई खाना बनाउन आउँदैन थियो। उनीहरूले के बनाएर खान्छन्। अनि खाना बनाउनलाई नि सब्जीहरू नल्याइदिने, मैले टमाटर पनि खलास, पोटेटो पनि खलास, बसाल पनि खलास भन्दिएँ। प्याजलाई बसाल भन्दो रहेछ, लसुनलाई तुम्बा भन्दो रहेछ। सबै सकेको छ, केही छैन भन्दाखेरि त्यहाँको म्याडमले नो प्रब्लम भन्थ्यो। अनि मासु उसको छोरीले जहिले मासुले भन्थ्यो मैले खाना बनाउँदाखेरि। अनि मासु छैन, तेरो आमाले ल्याइदिएको छैन मासु भन्थ्यो कि, ल्याइदिएको छैन, मैले कसरी ल्याउनु भन्दाखेरि मलाई त्यसले पिट्थे, तैँले खाइस् होला भनेर। बिचरा बाबुआमाले चाहिँ नल्याइदिएको मासु पनि पकाएर हजुरले ल्याएर दिनुपर्ने? हजुर। त्यो भएन भने हजुरलाई पिट्ने, गाली गर्ने? त्यस्तो गर्थ्यो त्यसको छोरीले। अनि मैले छैन, अनि कहिलेकाहीँ मासु ल्याएको छ भने उसलाई धेरै दिनुपर्ने। एउटा कुखुरा ल्याएको हुन्छ अनि 4 फक्लेर पारे हुन्थ्यो। त्यो छोरीलाई चाहिँ फेरि त्यसको घरको जेठी छोरी है त्यो, अनि त्यसलाई चाहिँ अब 2टा दिनुपर्ने, धेरैले भन्ने। अनि उमेरको थियो जेठी छोरी? उहाँ जत्रै थियो, ठुलै थियो। त्यत्रो ठुलो उमेरमा बिहा हुँदो रहेछ? 2टा छोरी बराबर जम्लेको जस्तै थियो, कति उमेरको थियो त्यो थाहा भएन। बिहा हुँदो रहेछ त्यो उमेरमा पनि तिनीहरूको? घरमै बस्ने? घरमै। के छ मुख छोपेर बस्थे कि घरमा हुँदा कपडा कस्तो लाउँदो रहेछ? खुल्ला? घरमा बस्दाखेरि हामीले जस्तै सादा नै लुगा लाउँछन्, बाहिर हिँड्दा मात्र बुर्खा लागिन्छ। बुर्खा लाएर मुख छोपेर? हामीले पनि त्यसरी बुर्खा लाउनु परेन त्यहाँनिर। परेन? हजुरले यसरी अनुहारै देखाएर बस्नुभयो?
यतिकै। खाना तिनीहरूले परिवारमा एउटै थालमा खाए कि कसरी पस्केर दिनुभयो, के थियो त्यहाँभित्रको रहन्छ? कहिलेकाहीँ चाहिँ एउटै थालमा खान्थे तिनीहरूले, कहिलेकाहीँ चाहिँ छुट्टा छुट्टै उनीहरूले यस्तो एकैचोटि नखाने छुट्टै छुट्टै नै खान्थ्यो। कतिखेर खानु उनीहरूलाई जतिखेर खानु मन लाग्यो त्यतिखेर नै लगेर दिनु पर्थ्यो तिनीहरूलाई, त्यसरी दिनु पर्थ्यो। अब अलिकति पछिल्लो समयमा धेरै चेलीहरूले यौन दुर्व्यवहार पनि भोगियो भन्नुहुन्छ, यहीँ हामीसँग धेरै फुटेजहरू छ। अब त्यो बुढो 70 वर्षको बुढोले पनि नेपाली चेलीहरू भर्खरको देखेपछि ताली ताली भन्ने बोलाउने, यता आइज भन्ने श्रीमती नभएको बेला, अनि कति चाहिँ तिनीहरूको छोराहरूले बाआमा नभएको बेलामा दुर्व्यवहार गर्न खोज्ने, नचाहिने ठाउँमा समात्न खोज्ने, जिस्काउने, चिमोट्ने यस्तो गर्छ अरे। त्यस्तो व्यवहार गर्न खोजेको खोजेन? गरेन। त्यसको बुढा त्यहाँ बस्दैन, अर्को बुढी छ अरे। कहिलेकाहीँ मात्र आउँथ्यो, अनि आयो भने एकछिन आउने एकैछिन जाने गर्छ त्यसको बुढा चाहिँ। अनि त्यसको छोराहरूलाई पनि धेरै रुममा बस्दैन थियो। एउटाको नाइट ड्युटी छ, एउटाको दिउँसोको छ। अनि कान्छो चाहिँ छोरा चाहिँ जतिखेर नि गेम खेलेर बस्ने, त्यो बाहिर निस्किँदैन। बोलायो, खाना बोलायो भने मात्र बाहिर आउँछ, होइन भने आउँदैन। कान्छो छोरा चाहिँ त्यस्तै मेरो बाबु जत्रै होला, 10-15 वर्षको, त्यो चाहिँ बाहिर निस्किँदैन थियो। दुईवटा छोरा चाहिँ ठुल्ठुलै थियो, तिनीहरू चाहिँ ड्युटी जान्थ्यो, तिनीहरूले त्यस्तो व्यवहार चाहिँ गरेन मलाई। भने पछाडि हजुर चाहिँ कुवेतको घरमा छोरा मान्छे भन्दा छोरी मान्छेबाटै पीडित हुनुभयो? तिनीहरूले पिट्ने? त्यो छोरी एउटाले चाहिँ पिट्थ्यो मलाई। अनि मेरो छोरीभन्दा अलिकति ठुलो छोरीले नि त्यसले नि गाली गर्ने। बढी त्यसको सानो बहिनी मेरो छोरी जत्रोले चाहिँ उसले चाहिँ राम्ररी नै कामहरू यस्तो बना, यसरी गर भनेर सिकाउँथेँ है। त्यो खुसीको माया पनि लाग्छ मलाई। उसले चाहिँ राम्रैसँग बोलेर राम्रै व्यवहार गर्दा उसको त्यो भन्दा माथिल्लो चाहिँ दिदीले चाहिँ दुईटाले चाहिँ मलाई केही भनेन, दुईटाले चाहिँ मलाई धेरै नै सताए। कस्तो खाले गाली गर्दो रहेछ, के भन्दो रहेछ? धेरै नराम्रो शब्दले नि गाली गर्थ्यो तिनीहरू। त्यो भाषा बुझ्नुभयो त? बुझ्ने भाषा त बुझिन्थ्यो त। अनि यस्तो भन्थ्यो, तँलाई खाना बनाउन आउँदैन भने खाना बनाउनु ल्यायो, तँलाई किनेर ल्याएको हो, त्यस्तो भन्थ्यो त्यसको छोरीले चाहिँ। बिचरा तँलाई किनेर ल्याएको भन्दा कति पीडा भयो होला है? धेरै रोएँ त्यतिखेर। अहिले कति वर्ष हुनुभयो? म 30 वर्ष लाग्यो। 30 वर्ष हुनुभयो बहिनी। 30 वर्षको उमेरमा कुवेतमा बेचिनुभयो, नेपालमा जन्मिनुभयो। अहिले मनमा के कुरा खेलिरहेछ हजुरलाई? हेर्नु त, यता आमा मरेको, आमा बितेको चोट, उता चाहिँ कान्छो श्रीमानको चाहिँ त्यस्तो चोट, उहाँ गएर त्यो पिटाइ खाएको, अर्काको देशमा गएर पैसासँग बेचिन परेको, धेरै नै हुन्छ त्यस्तो पीडाहरू त। धेरै मनमा कुरा खेल्थ्यो, किनकि म त यो सकुशल नेपाल फर्किन सक्दिनँ होला, मरेरै बाक्सामा प्याक भएर जान्छु होला भने धेरै हुन्थ्यो। तर दुईवटा दाजुहरूले गर्दाखेरि चाहिँ आज म सकुशल नेपाल फर्केको छु। दाजुहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि म जस्तो मान्छे पनि यहाँ आइपुगेँ होइन। अब त्यो एउटा दिदी पनि त्यस्तै भनौँ न फसेरै बस्नु भएको छ, राजकुमारी दिदी। मैले नै अब भनौँ न यहाँनिरको त्यो दिदीले त तैँले नै नम्बर दिएर यस्तो गरिस् उस्तो गरिस् भन्नुभएको थियो। मैले नै दिएको हो दिदीलाई चाहिँ दाजुको नम्बर। दाजुसँग म मेसेन्जरमा भनौँ न, दाजुले चाहिँ टिकटकमा हेरेँ, धेरै मान्छेहरू उद्धार गरेको देखेर, अनि मैले पनि दाजुलाई टिकटक मेसेन्जरमा मेसेज गरेको थिएँ। दाजुले वाट्सएपको नम्बर दिनुभयो मलाई। वाट्सएपमा मैले दाजुसँग कुरा गरेपछि त्यो दिदीलाई नै मैले नै दिएको हो। दिएर दिदीले चाहिँ आफैले नै दाजुसँग चाहिँ कुरा गर्नुभएको हो। यो संस्थासँग जब हजुर जोडिनुभयो, जोडिएको कति दिनमा हजुर उद्धार हुनुभयो, नेपाल आइपुग्नुभयो? धेरै भएको छैन होला, त्यस्तै 10-15 दिन जति भयो होला है दाजु। ठिक छ, हजुर पनि एकजना भाग्यमानी हो। उहाँ जे बेचिए पनि 10-15 दिनमै ट्रेड युनियन महासङ्घको फुर्वा सरले गरेको कामबाट हजुर आउनु सफल हुनुभयो। अब हजुरले अरू घर फेर्न के गर्नुभयो नि कुवेतमा? फेरेन मैले, त्यही घरमा मैले त्यो निशा दिदीलाई घर चेन्ज गरिदिनु भनेर त्यो श्रीलङ्काकोले खाना नदिने मलाई धेरै टचरहरू गरेको बेलामा धेरै रुन्थेँ म। अनि भन्दाखेरि अब 15 दिन कुरा, अनि त्यसपछि के कस्तो हुन्छ अनि चेन्ज गरिदिउँला भन्नुभएको थियो। त्यसपछि 15 दिन पनि कुरेँ। अनि फेरि मैले कल गर्थेँ होइन, दिदी कहिले अफलाइन हुने, कहिले भैसै नहेरिदिने, त्यस्तो गर्नुहुन्थ्यो। अनि मैले कसरी भने अब नेपालै फर्किन्छु, म घर चेन्ज गरेर बस्दिनँ भने। अनि दिदीलाई भन्दाखेरि फेरि पनि मैले मेसेजहरू भइसहरू गर्दाखेरि 6 महिना जति कुरामा आयो, 6 महिनापछि तिमीलाई म नेपाल निकालेँ नि, आफ्नै पैसाले निकालौँला, चेन्ज गरेँ नि, म तिमीलाई गरिदिउँला भने फकाउनु भयो। अनि त्यसो गरेपछि मैले मानेन। मैले त्यहाँको आनी बानी सबै थाहा भयो नि त मलाई। जति एउटै घर चेन्ज गरी बस्यो भने यहाँ त मार्छन् गुटेर होइन। टिकटकहरू पनि धेरै कुवेतको पनि हेर्थेँ मैले, उहाँ हुँदाखेरि नि हेर्थेँ। अनि दाजुले उद्धार गरेको मान्छेहरूको पनि बोलीबाट सबै हेर्थेँ। अब मैले यहाँ घर चेन्ज गरेर बस्नु हुँदैन, म नेपालै फर्किनुपर्छ भनेर दाजुहरूसँग म कन्ट्याक्टमा बसेकै गरेँ। म लुकी भएँ नि, रुम त्यो टोयलेट जस्तो रुममा बस्ने रुम थियो,
लुकी लुकी टोयलेट जाने नि उपारी गएर नि दाजुहरूलाई भोइस छोडेकै हुन्थेँ मैले। म एउटा दुईवटा कुरा सोध्न बाँकी छ। हजुर चाहिँ त्यहाँ बस्दाखेरि मोबाइल चलाउन कतिको दियो कुवेतीले? प्रायः जसो मोबाइलले खोस्यो भन्छन्। दिएन। नेट पनि हालिदिँदैन त्यहाँ त। है कति घन्टा काम गर्न पर्यो त्यो कुवेतीको घरमा? बेलुका बिहानको 4 बजेसम्म गर्थ्यौँ, बिहान 6 बजे उठेर। 2 घन्टा सुत्यो जम्मा। त्यति। त्यो बिचमा कुनै बिरामी पर्ने त्यस्तो के भयो? मलाई ज्वरो आएर एक दिन म काम गर्न सकेको थिइनँ अनि तर सुतिरहेको थिएँ। रुमभित्रै बोलाउन आएपछि फेरि गएँ। काम चाहिँ मैले ठगेन, मैले गरेँ धेरै। म काम गर्नलाई भनेपछि म पछि हट्दिनँ थिएँ। काम चाहिँ मैले नसके भने मैले काम चाहिँ गरेँ। ज्वरो आउँदा के छ, औषधि खाने बाटो मिलेन? मैले नेपालबाटै लिएर गएको थिएँ ज्वरोको दबाईहरू। अनि यो हात मेरो बच्चा बेलामा भाँचेको पनि थियो, यो हात मेरो काटेको पनि थियो। अनि यही हातको प्रब्लमले गर्दाखेरि नि काम गर्नु धेरै सक्दिनँ थिएँ, अलिक गाह्रै हुन्थ्यो। त्यहाँ त कम्पनीमा जस्तो सजिलो त हुन्न रहेछ। अनि दबाई खाँदै बोर्फिनहरू खाँदै मैले काम गर्थेँ। अनि दाजुलाई नि भने अनि त्यो दिदीलाई मेरो हात दुखेको छ भन्दाखेरि तेरो हात के कारणले दुख्यो, कस्तो कारणले दुख्यो, हातको फोटो खिचेर पठा भन्नुभयो। तर त्यसलाई पठाउनुभन्दा पहिला दाजुलाई मैले पठाएँ, यस्तो भएको छ दाजु, यस्तो भन्छ भने मैले। अनि पछि त्यसलाई पनि अनि पठाइदिएँ मैले, हेर मेरो हात कस्तो भएको छ भनेर पठाइदिएँ। अनि तेरो हात के भएको छ, राम्रै भएको छ, दुबईमा हुँदाखेरि चाहिँ तेरो हात दुखेको थिएन भने त्यस्तो गरी फोनमा थर्काउनु भयो। मैले फोनमा थर्काएँ नि त्यो दिदीलाई पनि दुर्व्यवहार गर्दो रहेछ हैन? यही दिदी। अब भनेपछि यहाँबाट हजुरलाई बेच्न पठाउनको लागि चाहिँ यिनीहरू एकदम तेल लाएर मालिस गरेर माया भनेर एकदम माया गर्ने, उहाँ पुर्याइसके पछाडि अनि जालमा पारे जस्तो गरेर हजुरहरू बोलीमा दुर्व्यवहार, शरीरमा दुर्व्यवहार गर्ने चाहिँ यिनीहरूको काम। अनि त्यस्तरी बोल्नुभयो। फोनमा चाहिँ धेरै थर्काउने, भोइस मैले फर्मेट दाजुहरूलाई गर्छ भनेर भोइस चाहिँ नगर्ने। एक दुईवटा नराम्रै शब्दले भोइसहरू गरेछ भने डिलेर हाने आएको थियो। तर डिलेर हान्दा नि दाजुहरूलाई मैले फर्मेट चाहिँ गरिसकेँ हुन्थेँ। हजुरले के छ त्यो नेपाली एजेन्टहरूलाई पनि रिस उठेर मुख छोड्नुभयो? छैन, मुख छोड्नु भएको छ। तर मैले वाट्सएप चाहिँ चेन्ज गरेँ किनकि दाजुहरूसँग धेरै बोलेको कारणले अफिसमा मोबाइल खोज्छ भने सुनेको थिएँ, सबै चेक गर्छ भन्नुभएको थियो। अनि मैले त्यो वाट्सएप चाहिँ चेन्ज गरेर नेपालकै सिमबाट खोलेर भर्खर बोलेको जस्तो गरेर चाहिँ मैले त्यो चाहिँ नेपालको वाट्सएप खोलेँ। वाट्सएप चाहिँ मैले चेन्ज गर्थेँ। तर त्यो दिदीलाई मैले मुख छाडेन। दिदीले चाहिँ भन्नु नभन्नु धेरै बोल्नुभयो मलाई नेपालीले है? हजुर। अनि हजुर त्यो भएर कति दिन काम गरेँ भन्नुभयो? 1 महिना। 1 महिनाको तलब पाउनु भन? मैले मागेको, मलाई एमबी छैन मेरो मोबाइलमा, नेपालमा नि पैसा पठाउनु पर्ने छ, अनि बच्चाहरूको लागि खर्च भने। अनि 120 केटी दिनुभएको थियो म्याडमले, क्यासै दिनुभएको थियो। अनि मैले क्यास होइन मलाई नेपालमा हाल्नुपर्छ भने खाता नम्बरले तेरो भन्नु। मैले चाहिँ दाजुलाई नै हालिदिएँ पैसा, किनकि मलाई जसरी भयो नि नेपाल उद्धार हुनुहुन्छ। अब नेपालमा त पैसा जुटाउन सकिन्न, त्यही पैसाले मैले दाजुसँग नि भने त्यही सेलरीले दाजु म जसरी भयो नि उद्धार भएर आउँछु होइन, यति दिन त गएर पैसा आउन 10-15 दिन बाँकी छ, दिन्छ होला भन्ने आश चाहिँ लागेको थियो मलाई, दियो। अनि 100 केटी दाजुलाई हालिदिएँ, 20 केटी मलाई राखेको ठाउँमा। अब मोबाइल खोज्दैन भने त म दाजुहरूसँग कन्ट्याक्टमा बस्न पाउँछु भनेर 6 रुपियाँको चाहिँ मैले नेट हालेको थिएँ। अनि 6 रुपियाँको चाहिँ नेट हाल्दाखेरि 10 केडी र 4 रुपियाँ पैसा चाहिँ अफिसमा हिजो खोजिदियो, दिएन। कति खोस्यो अरे? 10 केडी पैसा अनि 4 रुपियाँ। किन खोस्यो नि? थाहा छैन। अब थोरै भएको म अब टुङ्ग्याउँछु भिडियोको, अब अन्तिममा जानु छ। हजुरलाई धेरै चाहिँ अप्ठ्यारो पनि भयो होला। अब त्यो घरबाट निस्किनु भयो, अगाडि सानो कुरा गर्नुभयो थियो, साउने कि कसले नेपालीले चाहिँ एउटा आफूले हातमा बोकेको झोला, हजुरले केही लिएर आउनु भएको छ भने त्यो हातमा बोकेको झोला पनि लात्ताले हानिदियो भन्नुभएको थियो। त्यो थोरै कुरा सुनाउनु न। लात्ताले हानिदिएको चाहिँ यो झोलालाई अफिसमा हो, घरमा चाहिँ झोलाहरू सबै लुगा एक एक गरी टकटकाएर हेऱ्यो त्यसले केही लगेको छ भनेर साउनेले। तर मैले भने मैले अहिलेसम्म चोर्ने बानी छैन, केही लिएको छैन भनेर मैले सबै देखाइदिएँ। त्यहाँबाट अफिससम्म पुग्नलाई अफिसको मान्छे आयो कि हजुर आफै ट्याक्सी व्यवस्थापन गरेर जानुभयो? म्याडमले नै मैले अफिस पुऱ्याइदिएँ भने। घरको साउन्डले दाजुले भन्नुभएको थियो हिम्मत नआएर। त्यहाँभन्दा पहिला मलाई हिम्मत पनि आएको थिएन, धेरै रोएको थिएँ म दाजुसँग। तिमीले हिम्मत हार्यौ भने त्यहीँ बस्छौ, अब यता कुवेतको प्लेन पनि बन्द हुन लागेको छ अहिले, तिमीले हिम्मत हार्यौ भने 2 दिनमै हिम्मत राख्यो भने 2 दिनमै आउँछौ भन्नुभएको थियो। अनि हुन्छ दाजु म कोसिस गर्छु भने
गएर रुँदै म्याडमलाई भने म काम गर्न सक्दिनँ, मेरो हातहरू नि दुख्या छ, मलाई खाना पकाएको नि तपाईँहरूले जवाब दिनुहुन्न होइन, भोइसमा भन्छु भने मैले यो टेलिफोन भने के मैले टेलिफोनमा भोइस भने अनि उनीहरूले भोइस गर्न लगाएँ। अनि त्यो भोइसमा मैले रुँदै भने अनि मैले तिनीहरूको अगाडि हात पनि जोडेँ, मलाई पुऱ्याइदिए अफिस भनेर यसरी हात जोडेँ। हात जोडेर चाहिँ खुट्टै ढोग्ने अवस्थामा पुग्नु भयो। अनि त्यसो गरेपछि अनि मलाई त्यति बेला के छ रुँदै भन्नुभयो कि रुँदै भने हात जोडेर रुँदै रुँदै भनेर अनि अफिस पुऱ्याइदियो त्यो साउनीले चाहिँ मलाई। त्यहाँ एउटा कुरो सानो मैले सोध्छु भने त्यो घरमा जुन श्रीलङ्का हुँदाखेरि यति खाना दियो भन्नुभयो अनि त्यस पछाडि जुठो दियो भन्नुभयो, जब श्रीलङ्का निस्किसके पछाडि पेटभरि खाना पाउनुभयो कि पाउनु भएन? आफैले पकाउँथे खाना अनि अलि बढी नै खाना बनाउँथे। चोखो खाना चाहिँ अब जे आफूले लुकाएर राख्यो भने चाहिँ खाना पायो, लुकाएर राखेन भने चाहिँ खाना पाइँदैन थियो। पहिले नै बढी पकाउँदा पनि त्यस्तो अवस्था पहिले नै कचौरामा हालेर कि त्यो बाक्साभित्र राख्ने कि रुममा लगेर साथीलाई राखिहाल्ला जाऊ त्यो साउनीहरू नआएको बेलामा भनेर राख्ने। अनि बिचरा टोयलेटमा सुत्न पर्थ्यो, त्यही टोयलेटमा यति भात लगाएर लुकाएर खान पर्थ्यो। त्यति बाध्यता छ कुवेतमा है? हजुर, त्यति पीडा छ। अब त्यो बहिनी बसिरहेको छ होइन, त्यो बहिनीलाई नि मैले आउनेलाई के भनेछु भने बहिनी अब सक्छौ भने नेपाल फर्क्यौ होइन, म जस्तै दाइहरूसँग कन्ट्याक्टमा गएर दाइहरूको नम्बर दिएको छु, नम्बरतिर छोड्नु भएको छ, नम्बर दिएको छु, सक्छौ भने नेपाल फर्क होइन, यसरी टचर सहेर बस्नु हुँदैन, खाना पाउँदैन, यिनीहरूले सब्जीहरू ल्याइदिँदैन। अब भोलि भन्दा पनि यो भाँडाको चामल पनि सक्यो भने तिमी भोकै बस्नुपर्छ होइन, सब्जीहरू त ल्याइदिएन, अहिले मिस्तो भात भए नि खाएर बसेका छौँ होइन, थोरै थोरै चोरेर भए नि खाएर बसेका छौँ, भोलिको अवस्थामा यो चामल पनि सक्यो भने तिमीले खान पाउँदैनौ कि सक्छौ भने अब नेपाल फर्क्यौ, फर्क सक्दैनौ, तिमी जान्नै नै भन्छौ भने अर्को घर तिम्रो जसलाई पठाएको छ उसलाई नै घर चेन्ज गरिदिए भनेर नि ऊ चाहिँ उसको आफ्नै भिनाजु मार्फत गएको रहेछ। अनि सक्छौ भने भन भनेर भनेपछि भिनाजु मार्फत नेपालमा अचम्मको भिनाजु अचम्मको दलाल छन्, सालीलाई कुवेत लगाएर बेच्नेहरू त भिनाजु कस्तो भिनाजु होला? अनि उसलाई त्यसो भनेर आएँ मैले, आउने बेलामा चाहिँ अनि हुन्छ भने अनि हिजो मैले एयरपोर्टमा आएपछि बहिनीलाई मेरो मोबाइल रिसेट हानेको रहेनछ, त्यसले त भन्थ्यो तेरो मोबाइल रिसेट हानिदिन्छु, फर्मेट गरिदिन्छु, तेरो नेपालको एजेन्टहरूलाई होइन के अरे नेपालको युट्युबरहरूलाई कुरा लाएर मिडिया लाएर तैँले यस्तो गरिस् भनेर म्याडमले भन्नुभयो होइन। अनि रिसेट हान्छ होला भन्ने डर लागेर धेरै रातभरि सुतेन, बन्द कोठामा थुनेर राख्यो मलाई। बाथरुम जानु छ भन्दाखेरि निस्किन दिएन तिनीहरूले। कहाँ थुन्यो हजुरलाई? एउटा कोठामा लिएर थुनेर राख्यो। नेपालीको अफिसको कोठामा कि कहाँ? इन्डियनकै। थुनेर सेक्युरिटी गार्ड जस्तो बाहिर ढोकामा रुँगेर बस्यो केटा मान्छेले। अनि त्यसको बुढी नम्जेल मलाई थरथर काम्न आएको थियो, डरले बस्यो। अनि त्यसको बुढी बोल्दै आएपछि चाहिँ अलिक केटी मान्छे नि रहेछ भने जस्तो लाग्यो। भन्नाले अब हजुर चाहिँ म त बलात्कृत नै हुन्छु कि यार मार्छन् कि केटा मात्रै मान्छे चाहिँ एउटा कोठा मलाई थुन्या छ भन्नेतिर पुग्नु भयो। एकदम डराएर रुएँ, भित्रभित्रै मन्द भाएर बेसमारी नै रोएँ मुख थुनेर। अनि त्यसको बुढी आएपछि चाहिँ अलिक मन हल्का भयो। अनि मैले म्याडम म बाथरुम जानु छ भनेको, त्यसले सुन्दै नसुनिकन गएँ होइन। मैले भित्र ढोकाबाट त्यो सुन्दाखेरि सुन्दै नसुनेर ढोकै खोलिनँ। खाना पनि दिन मलाई त्यो दिन राति। अनि म बसेँ त्यत्तिकै, मोबाइल पनि छैन, दाजुहरूले कति कल गर्नुभयो होला, दिदीहरूले पनि कति टेन्सन गर्नुभयो होला होइन। मर्छु नै भन्ने अवस्था बनाइदिएछ त्यहाँ फेरि फर्किने बेला हैन। अनि भन न जुन मलाई मेरो हस्बेन्ड मान्नु उहाँले नि भोइस गर्नु भएको रहेछ, तिमीलाई त्यति नै पीडा भएको भए तिम्रो दलालहरूको नम्बर देऊ भनेर चाहिँ त्यो भोइस पनि त्यसले सुनिदिइ रहेछ है अफिसको म्याडमले। हिजो मैले यहीँ एयरपोर्टमा आएर मोबाइल हेर्दाखेरि दाजुले नि धेरै कल गर्नु भएको रहेछ, सबै हेरेकी रहेछ त्यसले, उहाँले नि गर्नुभएको रहेछ गर्न चाहिँ। तर म चाहिँ नेपाल जान्छु भनेर चाहिँ उहाँलाई भनेको थिइनँ मैले। मलाई यस्तो दलालले पठाएको भनेर उहाँलाई नम्बर पनि दिएको छैन मैले। दिनुभएको छैन। बहिनी त्यो रातभरि बस्दा पिसाब लाग्यो, तिर्खा लाग्यो, कसरी बिताउनु भयो? पानी तिर्खा लागेर त्यस्तै भएको छ, पिसाब नआएर त्यस्तै भएको थियो। अनि मलाई बाहिर निस्किन दिएको छैन, रुँदै म यताउता छटपटिदिएपछि मेरो बुक छ त्यो बाइबल बुक, त्यो बुक समातेर मलाई किन यस्तो म भएको, मलाई जसरी पनि नेपाल फर्काइदिनु भनेर मैले प्रार्थना गर्दै बसिरहेँ। अनि त्यसपछि दाजुहरूलाई सम्झेँ जसरी भयो नि म कन्ट्याक्ट दिन भएर यहाँ मरिहाल्यो भने दाजुहरूले तेरोलाई छोड्दैन भन्ने सोच चाहिँ मेरो मनमा चाहिँ धेरै आशा चाहिँ लागिरहेको थियो। दाइले भन्नुभएको थियो नि त, तिमी केही गरी कन्ट्याक्ट दिन भयो भने त्यसलाई हामी छोड्दैनौँ भन्नुभएको थियो। मलाई केही भइहाल्यो भने नि ठिक छ, दाजुले त्यसलाई छोड्ने होइन भन्दै बसिरहेँ। एकैचोटि बिहान यता आउने बेलामा मलाई ल्याइदियो, तर मलाई उनीहरूकै कपडासँगै ल्याएको, त्यहीँको ड्रेस जुत्दै ल्याएको थियो एयरपोर्ट। ड्रेससँगै एयरपोर्ट ल्यायो? मैले एयरपोर्टमै आएर यो सबै चेन्ज गरेर आएको।
त्यहाँ बिचरा बाइबललाई ढोक्दै प्रार्थना गर्दै रुँदै बस्नुभयो है? रातभरि त्यसरी बसेँ म। आउने बेलामा चाहिँ अब खाना दिएर भन्नु हुँदैन, मलाई नि त पाप लाग्छ होइन। आउने बेलामा चाहिँ त्यो बिरयानी जस्तो भात ल्याइदियो, तर मैले पानी बिनाको भात कसरी खान सक्छु होइन, पानी छैन। त्यो भात पनि खाएन मैले, ल्याइदिएर रहेछ भात चाहिँ मैले खोलेर हेरेँ, तर मैले खाएन, पानी छैन, कसरी खानु, ढोका थुनेकै। अनि खाएन त्यो भात, त्यत्तिकै आएँ। अहिले मैले प्लेनमा आएर खाएर आएको खाना चाहिँ। अब भिडियोको अन्तिममा छु म, हाम्रो सरहरूलाई पनि त्यहाँ बोलाउँछु। तर एउटा कुरा म भन्न चाहन्छु, थोरै पर्खनुहोस्, हजुरले भन्नु होला। हजुरलाई अर्को कुरा पनि के सुनाउनु भएको थियो भने, दाइ हामी जुन ट्याक्सीले लिएर आएको थियो म झाडीमा मारेर फालिदिन्छु यस्तो भन्यो भने त्यो कुरा सुनाउनु न, के भनेको थियो? त्यो नेपालीले सिकाएर भनेको थियो कि इन्डियन ड्राइभर थियो? त्यो इन्डियन त्यसकै बुढाबुढी थियो। अनि तँलाई तेरो नेपालमा त्यो बहिनीलाई यस्तो बिहानलाई नसमातेको भए तँलाई मार्के झाडीमा फ्याँकिदिएको यसो भनेको थियो मलाई। मारेर झाडीमा फालिदिन्छु भने अझै पनि डराउनु? अझै पनि डराउनु दिइरहेको थियो। अनि बोर्डिङ पास त्यसले नै गरिदियो मलाई, गर्न चाहिँ बोर्डिङ पास नगरुन्जेलसम्म मोबाइल पासपोर्ट हातमा केही दिएन। बोर्डिङ पास गरेर टिकट त्यसले लिइदिएपछि अनि मलाई मोबाइल पासपोर्ट दियो। तेरो मोबाइल ला, तेरो पासपोर्ट ला भनेर दियो। अनि मैले मोबाइल समातेर हेर्दा मेरो रिसेट हानेर रहेनछ, त्यति बेला थाहा पाएँ मैले। अनि मेरो एउटा सिम चाहिँ मेरो तिनीहरूकै अगाडि, मेरै आँखा अगाडि भाँचेर फालिदिएको थियो। अनि दाइलाई दिएको नम्बरको सिम चाहिँ मैले उहीँ म्याडमको घरमा हुँदाखेरि नि मैले झिकेर बसमा हालेको हुनाले त्यो सिम चाहिँ एयरपोर्टमा आएर हालेँ मैले। एयरपोर्टमा हाल्नुभयो। हजुरले यति पीडा भयो, कुवेतबाट फर्किनुभयो सकुशल, अहिले पनि फेरि स्वागत छ, नेपालमा केही गरेर खानु होला। त्यति पीडा हुँदा कुनै दिन चाहिँ म अब यहीँ मर्छु, झुडिएर मर्छु, आत्महत्याको प्रयास गर्छु, त्यस्तो कहिले गर्ने प्रयास त्यस्तो भयो कि भएन? मैले मन लागेको थियो मलाई उहाँ हुँदाखेरि त्यो। अब म नेपाल पनि निस्किन सक्दिनँ, अब म यहीँ यिनीहरूको कुटे खाएर मर्नु भन्दा म उहीँ मर्छु भन्ने आश चाहिँ लागेको थियो। अनि दाजुहरूसँग कन्ट्याक्ट गरेपछि चाहिँ दाजुले तिमीलाई केही हुँदैन भनेर हिम्मत दिनुभएको कारणले चाहिँ मैले सुसाइड गर्ने मोडमा पुगिसक्नु भएको थियो है। दाजुले चाहिँ दाजु दुइटा चाहिँ कन्ट्याक्टमै भएको कारणले चाहिँ यस्तो गर्नु हुँदैन, म त मर्छु दाजु, अब आफै त मर्ने होला नि, अरूको हातबाट कुटे खाएर मर्नु भनेर भन्दाखेरि यस्तो नगर, त्यस्तो गर्नु हुँदैन, तिमी नेपाल फर्किनु पर्छ, दलाललाई समात्नै पर्छ भन्नुभएको कारणले चाहिँ मैले चाहिँ अनि मरिनँ म। ठिक छ। हजुरले आज नेपाल तर दाजुलाई त्यो निसादीले के भन्नुभएको छ भने, तर त्यसलाई छोड्नु हुँदैन दाजु, होटलसम्म म पनि जान्छु बरु तपाईँहरूको साथ, त्यसलाई नभेटे नि होटलको मान्छेलाई चाहिँ पक्रिनै पर्छ। पक्रेर काठमाडौँकै होटलमा छ हैन, त्यो यही एजेन्ट यही छ, निसा भन्ने यही चाहिँ होटलमा बस्छ। होटलमा होइन, त्यसको रुमै छ, रुम चाहिँ देखेन, मलाई राखेको होटलको मान्छे पनि मिलेमतो छ। ठिक छ, त्यो पनि हामी गरौँ, म जान्छु त्यहाँ, तपाईँहरूले लग्नु होला। दाजुहरूलाई चाहिँ के भनेछ भने निसाले चाहिँ होइन, तेरो मिडियाको मान्छेसँग झुमेर 2 दिन पुल गर्छस्, फुर्का पर्छस्, त्यही मिडियाको मान्छेले फसाउँछ तँलाई, तिनीहरू पैसा खाने दलाल हो, पैसा यति खान्छन् तँलाई यसरी निकाल्छन् अनि भने त्यस्तो भन्नुभयो। अनि मैले ठिक छ, अनि उसको मन राख्नका लागि नि अब ऊ कन्ट्याक्टमा आउँदैन, दाजुहरूसँग सम्पर्कमा जाँदैन भनेर मैले के भने नि, ठिक छ दिदी म दाजुहरूको पछि लाग्दिनँ, दाजुहरूलाई पैसा तिरेर निस्किनु छ भने म निस्किन्न होइन, राम्रैसँग कुरा गरेर बोलिराखेँ, तर दाजुहरूसँग चाहिँ कन्ट्याक्टमा म हराइनँ। मलाई नेपाल आउनु थियो नि त, दाजुहरूसँग चाहिँ म बोलेरै बसेँ, तर उसको भोइसहरू चाहिँ सबै मैले दाजुहरूलाई फर्मेट गरिसकेको थिएँ। ठिक छ। हजुरले यहाँ थोरै भन्दै गर्दा कुनै दर्शकलाई, कुनै संस्थालाई, कसैलाई सानो गुनासो हुनसक्छ। अगाडि एउटा कुरा भन्नुभएको छ, हजुरले राज सरलाई चाहिँ मैले 100 केडी हालिदिएँ भन्नुभयो र त्यो बराबर चाहिँ हजुरलाई 50,000 को टिकट काटेर उहाँले ल्याउनु भएको छ होइन? हो, हजुर, यो कुरा क्लियर हो नि? अब हजुरको 100 केडी 45,000 होला, 5,000 उहाँले हालेर काट्नुभयो होला अथवा के छ त्यहाँभन्दा अरू कुनै रकम उहाँले चाहिँ डिमान्ड गरेर यति पैसा दिए उद्धार गरिदिन्छु नत्र गर्दिन्न भनेर केही गर्नुभएको छैन? त्यस्तो केही छ भने भन्नुहोस् है। जस्तै त्यो निसाकीको भन्नेले जुन आरोप लगाइरहेको छ नि मिडियाको हिसाबले, जस्तै हामी मिडियाकर्मीले हजुरसँग कुनै पैसाको चाहिँ कुरा गरेका छौँ छैन, र संस्थाको मान्छेले हजुरले टिकट मलाई उद्धार गरिदिनुहोस् भनेर टिकटको पैसा नेपालमा पठाउने मान्छे भेट्नु भएन, उहाँलाई पठाइदिनु भयो, त्यो फरक विषय हो। त्यहाँभन्दा बाहिर उहाँले कुनै 20,000 50,000 1 लाख केही माग्नु भएको छ? छैन नि, यो ढुक्क हो नि। हजुर अब यो कुरा पनि छोडिदिउँ, हजुर नेपाल आइसके पछाडि कोसँग सम्पर्क हुनुभयो आज? दिदी र दाइ
सुरुमा दाइलाई मेसेज गरेँ नेट मेरो नेपालको सिम चल्छ कि चल्दैन भनेर थोरै पैसा रहेछ त्यसबाट नेट चल्यो अनि दाजुलाई मेसेज गरेर दाजु म प्लेनबाट झरेर गाडीमा छु भनेर मेसेज गर्न साथ मेरो मोबाइलको डाटै सकिएछ दाजुलाई राइट चाहिँ गयो अनि फेरि अर्को नम्बरबाट मिस कल गयो दिदीलाई फोन 1 घन्टा मात्र गयो दिदी म प्लेनबाट झरिसकेँ भने आफ्नै दिदी आउनु भएको छ यहाँ कुन चाहिँ दिदी जेठी दिदी दिदी थोरै यसो बहिनीसँग बस्नु सानो कुरा गरौँ न के छ के थियो थोरै 5 मिनट मात्रै लिन्छु अनि त्यसपछि संस्थाको दाइहरूलाई म चाहिँ थोरै कुरामा जोड्नेछु दिदी हजुरलाई पनि स्वागत छ आज बहिनी आउनु भएको छ हजुर पनि आँखा भौरी आँसु छ टिलपिल्ला आँखा रसिलो देखिन्छ के थियो बहिनीलाई विदेश पठाउनै पर्ने थियो कि के थियो दिदी मैले त उसलाई नजाऊ भनेको दाजु अब जान्छु एकपल्टको लागि भनेर गएको हामीलाई त पठाउनु मन थिएन है पठाउन मन नहुँदै जानुभयो हजुर अब हामी पनि यसो उसले सोध्नु गएको थियो अब काम नराम्रो हुन्छ अरे दिदी भन्यो अनि हाम्रो टिकट के अरे त्यो फिर्ता मागा तिम्रो पासपोर्ट नजाऊ भने भाइहरूले बहिनीहरू बिचराहरू सबैले उसको भिनाजुले पनि नजाऊ भन्दाखेरि अनि माग न भन्दाखेरि त्यो दिदीले चाहिँ के भन्नुभयो अरे भनेदेखि अब आइसकेको क्यान्सल गर्नु हुँदैन आइसकेको चाहिँ क्यान्सल गर्नु हुँदैन तिमी जानै पर्छ भन्यो दिदी भने अब तिमीले दुःख पाउँछ हामीले नजाऊ भनेको भने अब दिदी के हुने हो थाहा छैन भनेर चाहिँ अनि रोएर निस्केको है हजुर कुनै देश जानुभयो उता राख्नुभएछ होटेलमा राख्नुभएछ 3 दिनसम्म अनि मैले त्यति गर्दा पनि ऊ कन्ट्रीमा आएको थिएँ अनि तिमी आऊ फर्केर नजाऊ आऊ भन्दाखेरि अब यहाँ सबै मलाई लान लागिसक्यो दिदी भन्नुभयो अनि एकजना बहिनी रोको देखेर चाहिँ म त्यतिखेर चाहिँ मेरो बुवा र म चाहिँ उता सानी कहाँ गएको थिएँ ठ्याक्क मैले फोन गर्दाखेरि चाहिँ एकजना बहिनी एकदम रोइरहेको मैले सुनेँ फोनमा अनि ऊ किन रोको तिमी फर्केर आऊ भनेको नजाऊ भनेको अनि दिदी हामी त लान लागिसक्यो भन्नुभयो ए हजुर यहाँ हजुर त जानु भएको छैन कुनै देश पहिला कहीँ जानु भएको छैन कहीँ जानु भएको छैन एकपल्ट चाहिँ म उता धरान बस्दाखेरि चाहिँ विदेश जान्छु भनेर आँटेको थिएँ अनि सबै रेडी भइसकेको थियो अनि अब मेरो श्रीमान चाहिँ विदेश जानुभएको थियो अनि विदेश गएर आएर तिमी किन विदेश जानु विदेशको आनी बानी सबै मलाई थाहा भइसक्यो तिमीलाई म पठाउँदिनँ भनेर चाहिँ म गइनँ साथीले गर्दा त म पनि जानु खोजेको थिएँ एकपल्ट चाहिँ मेरो श्रीमानले गर्दा चाहिँ म गइनँ जानु हुँदैन त्यस्तो ठाउँमा भन्नुभएको थियो अनि त्यही बुझेर म चाहिँ गएँ आज यो संस्थाले हजुरको बहिनीलाई सकुशल ल्याइदिनु भएको छ कस्तो महसुस भएको छ आज बहिनी चाहिँ अगाडि आफ्नै मलाई एकदम खुसी लागेको छ हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्नुहुन्छ बहिनी अहिले हजुर झ्याप्प दिदीलाई झम्पेर अँगालो मारेर रुनुभयो एयरपोर्टको मुखैमा के सम्झिनु भयो त्यति बेला र दिदीलाई चाहिँ झ्याप्प अँगालो हाल्ने याद आयो भन्नुहोस् त म सकुशल आफ्नो जन्मभूमि टेकेँ भनेर किनकि उनीहरूको हातबाट मर्नुभन्दा दाइहरूले मलाई सकुशल यहाँ ल्याइदिनु भयो नि त त्यही भएर सुरुमा दाजुलाई देख्ने बित्तिकै रोएँ त्यसपछि माइती भेटे जस्तो भयो हजुर त्यही त दिदीलाई नै अङ्कमाल गरेर रुनुभयो सोचेको थिएँ म त अब नेपाल फर्किन सक्दिनँ होला मर्छ होला जस्तो लाग्थ्यो तर म सकुशल आइपुगेँ दाजुहरूको कारण दाजुहरूलाई धेरै धेरै धन्यवाद छ म त भन्छु कि म जस्तो चेलीहरू कोही पनि घरको काममा चाहिँ जानेर नि नजाओस् घरको काममा साह्रै गाह्रो हुन्छ गर्न सकिन्न कम्पनी जस्तो हुँदैन छैन कम्पनी जस्तो राम्रो हुन्न कम्पनीमा भनेको सुत्ने टाइम खाने टाइम ड्युटी जाने टाइम हुन्छ काम गर्ने टाइम पनि हुन्छ कम्पनीमा मैले नि गरेरै आएको हो होइन कम्पनीमा त ड्युटीको टाइम पनि हुन्छ काम गर्ने टाइम पनि हुन्छ 1-1 घन्टाको भरमा काम गर्ने हो तर घरको काममा नोनिस्ट अब बिहान 6 बजीदेखिबाट बिहानको 4 बजीसम्म गर्नु घडी चले जस्तै रहेछ है बहिनी काम गर्ने सेकेन्ड सुकै भरमा काम गर्नु पर्यो सुत्न भनेको जम्मा 1 घन्टा सुत्न पाइथ्यो त्यसपछि 6 बजे उठेर फेरि गऱ्यो त्यही अब 1 घन्टा भएको छैन त्यो पानी त्यो पोता लाएर गएको फेरि पानी वाइफाई लाएर तार्नु पर्थ्यो त्यहाँनिर यो बिचमा हजुरको दिदीसँग केही कुरा भयो फोनमा कि भएन कुवेतमा हुँदा भएको मैले दिदीलाई मलाई यसरी कुटिराख्छ चाहिँ भनेर मैले सुनाइनँ किनकि दिदीहरूले टेन्सन गर्नुहुन्छ भनेर म नेपाल फर्किँदैछु दिदी म नेपाल फर्किँदाखेरि तपाईँहरू दुःखी हुनुहुन्छ कि खुसी हुनुहुन्छ मैले दाजुहरूसँग कन्ट्याक्ट भएको छ भनेर भने राजु लामा दाईलाई त पहिला म्यासेज गरेन उहाँ दाईको चाहिँ धेरै टिकटक हेरेर पूर्व लामा दाईको चाहिँ दाईलाई मैले कन्ट्याक्ट गरेको छु एकचोटि तपाईँ प्लिज गइदिनु होला के कस्तो हुन्छ दाजुहरूले उद्धार गर्नु सक्नुभयो भने म नेपाल आउँछु दाजुहरूले जहाँ आउनु भन्नुभएको छ तपाईँलाई भने दिदीलाई भने अनि त्यसपछि
दिदी जानुभयो दाजुहरूकोमा अनि त्यसपछि कन्ट्याक्ट भएपछि चाहिँ अनि म आउन सफल भएँ। ठिक छ, म हजुरलाई दुईवटा मात्रै प्रश्न गर्छु अनि संस्थाको सरहरूलाई चाहिँ जोड्छु। के छ अब कोही कुवेत जाँदै हुनुहुन्छ भने त्यो नेपाली छोरी नेपाली चेलीलाई हजुरको सन्देश के छ? म त नजानु भन्छु। के हो कुवेत नर्कै हो, त्यहाँ बस्नै हुँदैन, के छ त्यहाँ, किन नजाने भनिदिनु न। हजुरको यो भिडियो हेरेर कम्तीमा 50 जना 100 जना चेलीहरू कुवेतमा नबेचिनुहोस्, कुवेत नजानुहोस्, नेपालमा केही गरेर खानुहोस् भन्नको लागि हामी यो भिडियो बनाइरहेका छौँ। अब जानुहुन्छ भने बुझेर राम्रो कम्पनी हेरेर होइन, कम्पनी मार्फत जानु होला, किनकि सुत्ने टाइम हुन्छ, खाने टाइम हुन्छ, बस्ने टाइम हुन्छ, रेस्टको टाइम हुन्छ होइन। तर घरको काम हो भनेपछि चाहिँ कुवेत होस् जुनै देश होस् नजानु, किनकि घरको काम गर्न सकिन्न। उहाँको टर्चरहरू अब भनौँ उहाँको टर्चरहरू त्यस्तै खान पाइन्न, भोकै काम गर्नुपर्छ, रिङ्गाट लागिन्छ, उनीहरूले कहिले खा भन्दैन, आफैले लुकेर चोरेर खायो भने मात्र हो, नत्र पनि खान पाइन्न त्यहाँ पाइन्न। अब नेपाल आइसक्नुभयो, अब बाहिर जान्न भन्नु, अब के गरेर नेपालमा छोरो पाल्छु, के गरेर खान्छु भन्ने सोच छ हजुरको, भन्नुहोस् त। अब बाहिर जान्नै चाहिँ भन्दिनँ होइन, तर ऋण छ अलिअलि, अब नेपाल बसेर तिर्न त सकिन्न। राम्रो कम्पनी हेरेर अब राम्रो ठाउँ भयो भने चाहिँ जान्छु, राम्रो ठाउँ भएन भने चाहिँ जाँदिनँ। म नेपालमै दुःख गर्छु, भारी बोकेरै भयो नि, कमाएर भयो नि, पहिलेको जस्तो भारी बोकेर ज्यामी काम गरेर भयो नि पाल्न सक्छु बच्चालाई, आफू पालिन सक्छु भन्ने छ। त्यही हो है। ल ठिक छ, अब हाम्रो संस्थाको चाहिँ सरहरू हुनुहुन्छ, उहाँहरूलाई पनि राख्छौँ। दिदी हजुरलाई केही भन्न मन लागेको कुरा छ, मैले सोध्न बिर्सेको अथवा यो भन्ने मन थियो, भाइले सोधिदिएको भएदेखि भन्ने हजुरलाई के भन्न मन छ भने भन्नु न। मलाई पनि मेरो बहिनी जस्तो चाहिँ कसैले दुःख नपाओस् भन्न चाहन्छु, जाँदा पनि नजाओस् त्यो ठाउँमा भन्न चाहन्छु। मलाई दाजुहरूले सहायता नदिए भए मेरो बहिनी मैले निकाल्न सक्दिनँ थिएँ। दाजुहरू दुवैजनाले मलाई एकदम धेरै धेरै सहायता दिनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस् ल, हजुरलाई धन्यवाद। हजुर यसो उठिदिनु होला है। अहिले एकजना चेली उद्धार गर्नुभयो, उहाँसँग कसरी जोडिनु भयो तपाईँहरू? सर्वप्रथम हाम्रो चेलीले मेरो टिकटक फेसबुकतिर जुन हामीले उद्धार गरेको भिडियोहरू देखिँदाखेरि उहाँलाई एउटा बन्द कोठामा एउटा यातना भइरहेको बेलामा उहाँले चाहिँ दाइहरू चाहिँ यसरी गर्दो रहेछ भनेर नै उहाँले मलाई जुन म्यासेज गर्नुभयो त्यसरी नै जोडिएको हो। त्यसपछि उहाँको आफन्तलाई उहाँको दिदीलाई जोडेर हामीले हाम्रो अफिसमा ल्याएर निवेदन गरेपछि हामीले सुरुमा त यो केसको लागि मैले हाम्रो राजसरलाई जिम्मा दिएँ। अनि उहाँले जुन एजेन्टसँग कोर्डिनेट भइरहँदाखेरि चाहिँ एजेन्टले चाहिँ फोन नउठाउने, म्यासेज रिप्लाई नगर्ने भएपछि हामीले जुन बहिनीले भनेको जुन लोकेसनमा हामी बार 3-4 चोटि हामी गएर हामीले त्यसमा भन्यौँ कि हाम्रो म्यासेजको रिप्लाई नदिएपछि हामीले भेट्यो भने चाहिँ राम्रो हुने छैन भनेर हामीले वार्निङहरू दिएर आएँ। त्यस बावजुद पनि अनि उहाँसँग हामी नबोल्दै पनि म्यासेजको भरमा चाहिँ नानी अहिले नेपाल आइपुगेको अवस्था छ। दाजु सर, अब उहाँलाई भन्नुभएको रहेछ 2-4 जना युट्युबे, त्यसपछि तपाईँहरू जस्तालाई चाहिँ पैसा उठाएर कमिसनमा काम गर्ने भन्नुभएको रहेछ। तपाईँहरूको भिडियो दलाललाई घोक्रे ठ्याक लगाएको पनि आइरहेको छ। साँच्चीकै पैसामा कारोबार गरिराख्नु भएको छ कि मिडियाको लागि देखाउनु भएको छ? अब यो कुरा उहाँले दलालले त अरूलाई दलालले सोध्ने हो, दलालको भाषा या दलालकै भाषा बोल्ने हो होइन। अब हामीले पैसाको कारोबार गरेर पैसाको अनुहार हेर्ने भए दलाललाई समाज हामी किन पुलिसमा बुझाउँछौँ होइन। उहाँ दलाल हो, दलालले दलालको भाषा बोल्छ भने यसरी बुझ्न परिन्छ है। तर हामी कुनै पनि पैसामा बिक्ने खालको मान्छे पनि होइन। उहाँले के सोध्छ अब चाहिँ थाहा हुन्छ पैसामा बिक्ने हो कि नबिक्ने। जब हाम्रो बहिनी चाहिँ हामीले यहाँ लिएर आउनु सफल भएको छ नि, अब चाहिँ उहाँहरूको सुरु भयो कि उहाँलाई चाहिँ अब के हुन्छ भन्ने कुरा चाहिँ अब देखिन्छ। उहाँले एयरपोर्टबाट बेच्नु भएको चेलीलाई अघि नै भन्नुभएको थियो 3 नम्बर र 4 नम्बर गेटमा जा भनेर, त्यो भन्दै गर्दाखेरि तपाईँलाई थाहा थियो अहिले भिजिट भिसामा विदेश पठाउँछ भनेर? भिजिट भिसामा विदेश पठाउँछ भने चाहिँ मलाई त्यो चाहिँ थाहा थिएन। तर उसले चाहिँ भिजिट लगाएको रहेछ भनौँ न कतारका लागि, त्यो भिजिटै हो भन्ने चाहिँ मलाई चाहिँ थाहा भएन। कतारको मेरो दुबईको भिसा तिम्रो निस्किएन, कतारको भिसा लगाएको छु म। अब कतारबाट हुँदै चाहिँ तिमी अब कुवेत जाऊ भने मैले कुवेतको मलाई सक्कली भिसा दिनु दिदी भन्दाखेरि उसले दिन मिल्दैन तिमीलाई भन्नुभयो, दिएन। अनि त्यो टिकटको भरमा जाँदाखेरि पनि दाजुहरूलाई त्यो टिकट 2टा हाल्दाखेरि त्यो टिकट पनि तैँले 5 जनाको तैँले हाल्न भ्याइस् होइन भनेर भन्नु। तपाईँले मेरै वाट्सएपमा हालेको कारणले मैले दाजुहरूसँग पुऱ्याएँ, तपाईँले मेरो वाट्सएपमा नहालेको भए मैले पाउने थिएन, दाजुहरूलाई पनि दिने थिएन। मेन त मलाई हाल्नु भएको हो नि त, तपाईँले म अलि जान्ने अलि बुझ्ने जस्तो देखेर मलाई नै पठाउनु भएको हो नि त भनेर मैले त्यसो भनेपछि अनि त्यो दिदी चुप लाग्नुभयो।
पूर्वा सरलाई अब जसरी उहाँले भन्नुभयो त्यो आधारमा अहिले नेपालमा चलेको कन्ट्रोभर्सी हेर्ने हो भने भिजिट भिसामा पठाएको हो भने बुझिन्छ। एकदमै भिजिट भिसामा दिनहुँ बेचिरहेका छन्, तपाईँहरूले उद्धार पनि गरिराख्नु भएको छ। अब भिजिट भिसामा बेचिएका व्यक्तिहरूलाई उद्धार गर्न नेपाल सरकारसँग के गर्नु अपिल छ तपाईँको? सरकार यसमा माउनै छ, सरकार पनि मिलेको अवस्था छ। मैले यो भिडियो मार्फत यो भन्न चाहेँ, जो नानी गएको मिति तपाईँलाई याद छ? गएको मिति 1 महिना अगाडि गएको हो। तपाईँलाई ठ्याक्क मिति थाहा छ भने तपाईँले भन्नु पऱ्यो, किनकि त्यो मितिमा गएको तपाईँको त्यहाँ इन्ट्री भएको जसले चाहिँ त्यहाँ बोर्डिङ पास कति नम्बर भन्नुभएको थियो? गेट 3 नम्बर 4 नम्बर 3 नम्बर 4 नम्बर जाऊ भन्ने कुरा थियो। 3 नम्बर 4 नम्बर जाऊ भन्नुको मतलब एजेन्टले चाहिँ पुरै सेटिङ हानेर त्यो 3 नम्बर 4 नम्बर गएपछि चाहिँ तिमीहरूको केही चेकिङ हुँदैन है, यसको मतलब यहाँको मान्छेसँग चाहिँ पुरै पैसाको डिल गरेर तिनीहरूले पठाएको अवस्था छ। म सरकारले यो भन्न चाहन्छु, यो भिडियो हेरिरहनु भएको छ भने ती दलालसँग मिलेर एयरपोर्टमा सेटिङ मिलाउन 3 नम्बर र 4 नम्बरको जुन बहिनी गएको छ, हामी पासपोर्ट पनि हेर्छौँ। पासपोर्टमा अहिले भर्खर हेरौँ त्यो पासपोर्ट डेट त्यो एक्जिट भएको हुन्छ नि, तर त्यो डेटमा भएको त्यो डेटमा गएर सेटिङ गरेर गएको जुन थियो त्यो त्यहाँ बस्ने त्यो इमिग्रेसनको दलाल छ त्यसले पनि पक्राउ गर्नु पऱ्यो क्या। हाम्रो माग यही हो। र त्यो जुन बाहिरको लागि जुन सेटिङ गरेको त्यसको त सिधै हामीले सरसर्ती हेर्दाखेरि पनि सेटिङ 3 नम्बर 4 नम्बर जाऊ भन्ने बित्तिकै त्यो डेटको हामी पक्राउ गर्न सकिन्छ नि त। अहिले तपाईँको भर्खर 1 महिना कुरा हो, कति महिनासम्म कति 6-7 महिनासम्म 1 वर्षसम्म त्यहाँ फुटेजहरू चाहिँ क्याप्चर गरेर राख्न सक्छ। यदि अझ एयरपोर्ट सिस्टम यो पनि छ कि वर्षौँदेखि अगाडिदेखिको नै त्यहाँ चाहिँ के अरे फुटेजहरू त्यहाँ अरू गर्ने के अरे त्यहाँ एक्टिभ गरेर राख्न सक्छ। त्यो अनुसार त्यसले गर्दा यहाँबाट एक्जिट कहिले भएर त यो डिपार्चर मे 24 2025मा भएर छ। मेको 24 तारिकमा भएको रहेछ। यहाँ तपाईँहरू देख्नुहुन्छ मे 24मा डिपार्चर भएको छ, फाइन भएको छ। यो डेटमा 3 नम्बर 4 नम्बर कुन चाहिँ अफिसर थियो ती अफिसरले बर्खास्त गर्नु पऱ्यो, त्यसलाई निलम्बित गरेर त्यसलाई जेल हाल्नु पऱ्यो। किनकि त्यसले दलालहरूसँग मिलेर दलाल काम गरेपछि भ्रष्टाचार गरेपछि सरकारले राखिएको त्यो इमिग्रेसनको त्यो अफिसरलाई त्यस्तोले भ्रष्टाचार त्यस्तोलाई जेलमा नकोचीसम्म त्यस्तोले कारवाही नगरीसम्म यो क्रम निरन्तर जारी नै छ। यो यसरी चेलीबेटीहरू बेच्ने क्रमहरू बन्द हुँदैन। ती दलाललाई मेको 24 तारिकमा गएको त्यो इमिग्रेसनको जुन दलाल छ ती दलाललाई चाहिँ सरकारले कारवाही गर्नु पऱ्यो, हुनु पऱ्यो। अब राजु सर, यो अहिले तपाईँहरूको संस्थाले काम गरिराख्नु भएको छ, निकै उदाहरणीय काम गरिराख्नु भएको छ। तपाईँहरू सरकारलाई घचघच्याउनु कहिले जानुहुन्छ? अर्थात् सडकमा दलाललाई मात्रै पिटेर तपाईँहरूले आफ्नो बहादुरीता देखाएर संस्थालाई अगाडि राख्दै हुनुहुन्छ कि के छ? होइन, सरकारले त घचघचाइरहेको छ नि, हामीले हरेक ठाउँमा घचघचाइरहेको छ नि। त्यो त उहाँले अब अनदेखि गरेको कुराहरू मात्र हो, नसुनेको कुराहरू हो। हामीले त बारम्बारै सरकार जहाँ घचघचाइरहेकै छ नि त हरेक कुराहरूबाट पनि। अब यो जुन तपाईँले भन्यो तान्ने बहादुरीको कुरा, यहाँ बहादुरी गर्नै पर्छ। कसैसँग मान्छे अघि बढ्नलाई या माथि केही न केही अरूलाई राम्रो गर्नको लागि दुश्मनी लिनै पर्छ। उहाँले पनि रिस्क नलिएको भए अहिले उहाँहरू मन्त्री पनि हुँदैन थियो होला होइन। उहाँहरू पनि जनताहरूसँग चाहिँ एउटा आशा देखाएर उहाँहरूलाई नै नराम्रो गरेर रिस्क लिएर उहाँहरू माथि पुगेको मान्छेहरू हो नि त होइन। रिस्क लिएन भने हामीले कसैलाई केही पनि गर्न सक्दैन। अब पूर्वासरले केही समय अगाडि नेपालको निकै नाम चलेका व्यक्तिमाथि बेचिने पनि तामाङ र बेच्ने व्यक्ति पनि तामाङ र उद्धार गर्ने पनि तामाङ भन्नुभएको थियो। त्यति बेला त्यो कुराले तपाईँलाई गर्व लाग्छ? साँच्चीकै मैले उद्धार गरेँ भन्ने लाग्छ कि अर्थात् पीडित चाहिँ तामाङै भयो, म नेपाली नै भयो भन्ने लाग्छ? यस्तो हो, अब हामीले पूर्वासरले भन्नुभएको राइट हो। अब हामीले धेरै जस्तो तामाङहरू बेचेको र बेचेकोहरू पनि देखेको छ। उद्धार गर्दा हामी स्वयं तामाङ पनि भयो एउटा हिसाबले। अब हामीले यो तामाङलाई चाहिँ गर्ने भन्ने कुरा होइन, उहाँ तामाङ त होइन। हाम्रो सिद्धान्त कि हाम्रो देश नेपाल हो होइन। हाम्रो देशमा जति पनि नेपाली चेलीहरू छ उहाँ हाम्रो नेपाली दिदीबहिनी हो नि त होइन। हाम्रो जात धर्म भन्नेतिरै लाग्दैन कि हामीले कहिले पनि भेदभाव पनि गर्दैन। हाम्रो लागि नेपाली चेली हो, अर्काको देशमा बरु यहाँ हामी झगडा गरौँ ल, बहिनीसँग यहाँ झगडा होला हाम्रो नेपालमै त्यो आफ्नो ठाउँमा। तर विदेशमा गएर बेचिएको चेली त उहाँहरूको आँसु त हामीले पनि हेर्न सक्दैन। महत्त्वको चितकार राति रोएर कति कुराहरू गर्छ। त्यो बेला अब हाम्रो मनमा के हुन्छ हामीलाई थाहा, जस्तो दलालहरूलाई त के थाहा भने कि मान्छेले भन्छ टिभीमा त्यो युट्युबमा देखायो किसान सक्न पऱ्यो नि। एउटा आमाको छोरा हो र एउटा बाउको सन्तान हो, आमाको दुध चुसेको छोरा हो भने यसरी उभिनुहोस्। तपाईँहरू आफ्नो चेली मात्र चेली होइन, आफ्नो देशको चेली हो भनेर तपाईँहरू पनि बाटोमा आउनुहोस् न। यस्तो दलालहरू तपाईँलाई नि सर कतिले कमेन्ट गर्छ, दलालकै भाषामा बोल्नेहरू पनि कतिले कमेन्ट गर्छ कि। चेलीलाई प्रश्न,
उहाँहरूको भिडियो यसभन्दा अगाडि पनि हेर्नु भएको थियो होइन? हजुर हेरेँ। अनि विदेश गएर फर्केर एयरपोर्टमा आएर रोइ कराइ गरेको भिडियो पनि हेर्नु भएको थियो। त्यति हुँदै किन जानुभयो त विदेश? मैले हेर्थेँ तर मैले चाहिँ अब सबैजनालाई त्यस्तो हुँदैन होला, म पनि धेरै टेन्सन भएको कारण अघि मैले भनिहालेँ, त्यही टेन्सन भएको कारणले नि म हिँड्दै म बौला जस्तो पाराले हिँड्दै गइदिएँ। जान नहुन्थ्यो, दाइलाई मैले अस्ति पनि सरी मागेँ, जान नहुने थियो, त्यही गल्ती भयो मेरो आउनको लागि होइन। त्यसमा म क्षमा माग्छु हजुरहरूसँग, हजुरहरूले नै उद्धार गर्नुपर्छ, उद्धार गरिरहनु पनि भएको छ होइन। जान नहुने थियो, म आएँ। अब त्यो दिदीलाई मलाई फर्काइदिनु नेपाल भन्दाखेरि तँलाई 3 लाख रुपियाँले अनि निकाल्छ होइन। 3 लाख रुपियाँ त मैले कहाँबाट खोजेर निकाल्नु भन्नुभयो होइन। अनि त्यति भनेपछि चाहिँ अनि मैले दाजुहरूसँग नै कन्ट्याक्ट गरेरै आएँ। अहिले टिकटको लागि नै मैले नै पैसा तिराएँ, उसले टिकट काटिदिएन मलाई, तर मलाई त्यो टिकटको पैसा चाहिँ जसरी पनि उसले दिनुपर्छ। मेरो फसेको उहाँको 10 केडी र 4 रुपियाँ पनि 4 केडी भनौँ न, त्यो पैसा नि उसले दिनै पर्छ मलाई। मेरो दुःख हो नि त त्यो। तपाईँ अहिले नेपालमा धेरै सङ्घ संस्था, धेरै व्यक्तित्वहरू हुन्छ उद्धार गर्ने, उहाँहरूलाई नै रोज्नुको कारण चाहिँ के देख्नुभयो? एकदमै आत्मीयदेखि देख्न त मैले इन्द्र घोले सरलाई नै देखाएको थिएँ। उहाँ दुईजनालाई चाहिँ इन्द्र घोले सर के अरे उहाँ सरलाई चाहिँ होइन मैले देखाएको थिएँ टिकटकहरूमा। अरूलाई चाहिँ मैले खासै चिन्दिनँ थिएँ। धेरै जस्तो पहिल्यैदेखि चिनेको भनेको दाजुलाई चाहिँ धेरै नै पहिला अहिलेदेखि नै इन्द्र घोले सर भन्दा नि पहिल्यैदेखि नै मैले नेपाल बस्दाखेरि नि दाजुको टिकटक हेर्दा चाहिँ दाजुले त यस्तो काम पनि गर्नुहुँदो रहेछ भन्थेँ। कहिलेकाहीँ कमेन्टहरूको पनि गरिदिन्थेँ दाजुको त्यो टिकटकहरूमा गएर मैले कमेन्ट गर्थेँ। त्यो गर्दा गर्दै नि जानु चाहिँ मेरो गलत थियो, तर जान नहुने मान्छे म पागल जस्तो टेन्सन भनौँ न त्यस्तो भएको कारणले चाहिँ म गइदिएँ, जान नहुने मान्छे। तर विदेश गएर नि मैले हेरेँ, धेरैजनालाई उद्धार गरेको हेरेँ, त्यसमा पनि मैले रुँदै कमेन्ट गर्थेँ, आँसु थाम्न सक्दिनँ थिएँ। उनीहरू दिदीहरूलाई दिदी हजुरहरू त राम्रोसँग सकुशल नेपाल फर्किनु भयो, दाजुहरूले उद्धार गरिदिनु भयो, म त के गर्नु नेपाल फर्किनु सकेको छैन, यसरी अर्काको घरमा होइन पीडाहरू भोगेर बसेको छु भनेर त्यो दिदीहरूलाई उद्धार गरेकोसम्म मैले कमेन्ट पनि गरेको छु, हेर्नु होला होइन। मलाई पनि उद्धार गरिदिनुहोस् प्लिज भनेर मैले त्यहाँ कमेन्टहरू पनि गरेको छु होइन। त्यहाँ गरेर दाजुले अब हेर्नुहुन्न भनेर दाजुको इनबक्स हुन्छ नि मेसेन्जर, टिकटक मेसेन्जरमै गएर मैले मेसेज गरेपछि दाजुले हेर्नुभयो, हेर्नु भएपछि वाट्सएप नम्बर दिनुभयो, अनि दाजुसँग कन्ट्याक्ट भयो मेरो। पीडितहरूले र पूर्व सरलाई तपाईँलाई पीडितहरूले गुनासो राखे, उद्धार गर्नुको लागि अपिल गर्नुभयो भने तर मैले दाजुलाई रोज्नको कारण चाहिँ मैले दाजुलाई चाहिँ राम्रैसँगै नजिकैबाट चिनेको जस्तो भनौँ न, रेलमै देखेको जस्तै गरी चिनेको जस्तै लाग्यो कि मैले टिकटक पहिल्यैदेखि हेर्दै गरेको कारणले चाहिँ नजिकबाट चिनेकै जस्तो गरेर दाजु त यस्तो मान्छे हुनुहुँदो रहेछ, उहाँले नै उद्धार गर्नुहुन्छ भनेर इन्द्र घोले सरलाई भन्दा नि दाजुलाई नै मैले चाहिँ गरेँ कि मेसेजहरू गरेँ। पूर्व सर, अब पीडितहरूले तपाईँहरूसँग सम्पर्क गर्यो भने कतिको चाँडो रिप्लाई दिनुहुन्छ? अर्थात् तपाईँहरू डिल गर्नुहुन्छ कि निस्वार्थ रूपमा उद्धार गर्नुहुन्छ कि रिप्लाई गरेको कति समयमा चाहिँ पीडितले तपाईँको जवाफ पाउँछ? सर्वप्रथम यसमा म आफूले पीडितहरूलाई भन्नुपर्दा मेरो अलि जुन मेरो टिकटक लाइभ भइरहेको छ, युट्युब लाइभ भइरहेको छ त्यहाँ, त्यतिखेर चाहिँ मैले मेरो त्यहाँ यति धेरै फोन आइरहेको छ कि उहाँले फोन काट्दै हुनुहुन्छ। कतिपयले चाहिँ त्यो लाइभहरू चाहिँ सेयर गरिरहेको छ, अब चाहिँ यस्तो लाइभमा छ है भनेर इमोसन दिइरहेको छ, अघि म त्यहाँ थिएँ, अहिले मैले मोबाइल छुएको छैन, कतिपय त्यहाँ आतिरहेको होला। म चाहिँ त्यो म्यासेज आउने बित्तिकै म भौदरिन्छु कि ओहो केही पीडा भयो कि भनेर। यही कारणले गर्दाखेरि नै म फसेको भन्छु। म कुनै बेलाको कुरा मैले अलि याद आएँ, म विदेशमा हुँदाखेरि पनि मैले 2010देखि नै करिब 15 वर्ष अगाडिदेखि नै यो कार्यमा जब आफू सक्षम भएँ, आफ्नो कुरामा आफै उभिएँ भनौँ, त्यतिखेरदेखि नै मैले सहयोगको लागि म अगाडि बढेको हो। जसलाई पीडा परे पनि त्यो भएपछि त्यही अनुरूप नै एकजनाले म केही सेवा गर्न सक्छु भनेर नै म फसेको भन्छु म होइन। पहिला मेरो कहानीको अलिक ब्याकग्राउन्ड जानुपर्दा त्यही अनुरूप मैले अहिले भन्नुपर्दा चाहिँ कसैको मेसेज आयो भने म केही सेवा गर्न सक्छु, तपाईँलाई के गाह्रो परेको हो भने म रिप्लाई गरिहाल्छु। प्रायः जस्तो चेलहरू नेपाली नै हुन्छ, फेरि तपाईँको कतिपयको वाट्सएप नेपाली नै हुन्छ, त्यो नेपालको नम्बर हुन्छ, किनकि त्यहाँ पुगेर बढीमा 3-4 महिना भएको, नत्र भने 1 हप्ता, त्यस्तै 2 हप्ता 3 हप्ता 1 महिना मात्रै भएकोहरू हुन्छ, तिनीहरूको बिल्कुलै नेपाली नै हुन्छ। नेपाली हो भनेर चाहिँ त्यो नेपाली पक्कै पनि नेपालमा केही समस्या होइन होला भनेर इग्नोर पनि होइन। म चाहिँ एकदमै उसलाई, किनभने मेरो सानो म्यासेज चाहिँ रिप्लाई गर्दाखेरि चाहिँ उहाँको चाहिँ समस्याको समाधान हुन्छ भने, उहाँको जुन दुःख छ भने दुःख पीडाबाट चाहिँ मुक्त हुन्छ भने रिप्लाई किन नगर्ने।
त्यसले गर्दा म रातको 3 बजीसम्म 4 बजीसम्म पनि म च्याट गरेर बसिरहेको हुन्छु कुनै बेला, किनकि उसँग एकदम तटिएको हुन्छ, रुइरहेको हुन्छ, बन्द कोठामा हुन्छ, हामी सम्झाइरहेका छौँ, यहाँ एजेन्टको खोज तलास भइरहेको हुन्छ, ब्युरोमा निवेदन परिसकेको हुन्छ, एजेन्टलाई कुन ट्र्यापले समातेर चाहिँ कसरी कारबाही गर्ने, कसरी हाम्रो चाहिँ उद्धार गर्ने भन्ने हिसाबले हामी त्यसमा चाहिँ एकदमै अगाडि भइरहेको हुन्छौँ। र अर्को कुरा म्यासेज भनेको 1 घन्टा 2 घन्टामा इन्स्टा अनि मेरो पेज अनि फेसबुक अनि टिकटक दुईवटा छ, त्यसमा चाहिँ म्यासेज 1 घन्टामा म राउन्ड गरिरहेको हुन्छु र म त्यो रिप्लाई दिइहाल्छु र त्यो समस्या भएकोहरूलाई म डिटेल एसएमएस भनेर डिटेल्स पाउने बित्तिकै म नम्बर दिएर व्हाट्सएपमा जोइन हुन्छ, यसरी नै जोइन गर्छौँ हामी। दाजु सर तपाईँहरू उद्धार गर्न धेरै आउनुहुन्छ, धेरै उद्धार गरेको दृश्यहरू पनि देखिन्छ, कतिपय व्यक्तिहरू मिडियामा नआउन पनि चाहन्छन्, तपाईँहरूले उद्धार गरेको व्यक्तिको गोपनीयता पनि हुन्छ कि उद्धार गरिसकेपछि सबैलाई सार्वजनिक गर्नै पर्छ भन्ने हुन्छ? होइन मान्छेको यस्तो हुन्छ, हामीले सबैलाई सार्वजनिक गर्नुपर्छ भन्ने छैन। उहाँहरूले पनि हामी यसरी बोल्छु अरू पनि यस्तो नफसोस् भन्नेहरू हुन्छ, उहाँको आफ्नो पर्सनल लाइफ पनि हुन्छ होइन। कोही मिडियामा आउँदा हामीले अस्ति 2 दिन अगाडि पनि गरेको होइन, प्लेन उद्धार कुवेतबाट प्लेन खोलेको सेकेन्ड दिनमा पनि हामीले यहाँ उद्धार गरेर उहाँहरू चाहिँ मिडियामा आउन नचाहेको, हामीले उहाँहरू नचाहेकोलाई हामीले ल्याउनु, हामी जबरजस्ती मिडियामा आउनुपर्छ भन्ने छैन। उहाँको आफ्नो पर्सनल हुन्छ नि, भोलि कोहीको बुढा होला, कोहीको बुवा पनि होला, भोलि कोही त फ्यामिलीलाई थाहा नदिएर गएको हुन्छ, उनीहरूले गर्दा टोल समाजमा हामी नराम्रो हुन्छ भने सोचले उनीहरू फ्रेममा आउन मान्नुहुन्न, ठिकै छ, हामी उद्धार गर्ने हो, हामी उद्धार गर्ने फ्रेममा ल्याउनै पर्छ भन्ने छैन। तर कोही चाहिँ उहाँहरू आउँछ आफै पनि हामी मिडियामा बोल्छु, किन अरू चेलीहरू पनि नपरोस् होइन भन्ने हिसाबले कारबाही होस् भन्ने कुराले उहाँहरू पनि अगाडि आउनुहुन्छ कि, किन उहाँले त बार टर्चर दिएको हुन्छ नि त। अब उहाँ चेलीले भन्नुभयो मलाई पैसा त फिर्ता चाहिन्छ भन्नुभयो, तपाईँहरू नेपाल मात्रै उद्धार गरेर बस्नुहुन्छ कि उहाँहरूलाई पीडितलाई न्याय दिनको लागि ढकढकाउनको लागि दलालको घरसम्म नि पुग्नुहुन्छ? होइन हामी त भन्यो नि, हामी त राति गएको उहाँको दिदी नै लिएर हामी होटलले पुगेको मान्छे हो, त्यहाँ नभेटेको। एउटा कुरा चाहिँ म के भन्छु भने बहिनीले मलाई दाइ म तपाईँकोमा पैसा हालिदिन्छु म टिकटको भन्नुभयो भने मैले होइन नानी मेरोमा नहाल्नु, अहिले मलाई अप्ठ्यारो हुन्छ, मसँग भोइस टिकट पनि छैन, उहाँले फेरि मेरो त कोही छैन कसलाई हाल्ने भन्ने कुरा भयो। अनि उहाँले हालिदियो मलाई, लगभग सेक्रेटरी हाल्यो 44,000 समथिङ कति आएको थियो होइन, टिकटको खास 55,000 हो, मसँग त मैले 5,000 क्यास दिएको र 50,000 मैले क्युआर गरिदिएको, म अहिले पनि देखाउन सक्छु। र उहाँले 44,000 दिएपछि उहाँको दिदीलाई मैले के भने यति रुपियाँ परिरहेछ भन्दा उहाँको दिदीले चाहिँ मलाई 11,000 फेरि हालिदिनु भयो है, 55,000को टिकट खास। म फेरि हामीले चाहिँ 1 रुपियाँ पनि हालेको छैन टिकटको लागि चाहिँ, हामी किन लामाको छोरा हो, स्ट्रेट बोल्छु, काम पनि स्ट्रेट गर्छु, कसैलाई झुकाएर कसैलाई दिएर हामी खानु नै परेको छैन र खानु पनि नपरोस्, उहाँहरूको आशिष लागेको छ, भगवान्ले हेरेछ, त्यो नै हाम्रो लागि ठुलो कुरा हो होइन। अब बहिनीको लागि यो मैले टिकटको प्राइसहरू पनि मैले उनीहरूलाई पठाएको छु, टिकट पनि पठाएको छु होइन। हामी उहाँलाई त खोज्ने नै हो, उहाँको पैसा उता 14 रुपियाँ केटी पनि त्यहाँ लिएको अवस्था छ, त्यो पनि फिर्ता दिनु पऱ्यो र बाँकी टिकटको पैसा उनीहरूले फिर्ता दिनै पर्छ। उनीहरूसँग हामी अझै पनि कुरा गर्छौँ, यो निशा भन्ने त मसँग राम्रो सम्पर्क भएन, मेरो च्याट हेऱ्यो गर्दा उसलाई मेरो रिप्लाई पनि दिइदिन्थ्यो, कहिलेकाहीँ दिन्थ्यो, उहाँलाई हामीले अफिसमा ल्याए सम्पर्क पिन बनाइदिन्छ, जब उसले के पनि हुँदैन, नेपालमा फर्किने मान्छेलाई मोबाइल दिन्छ तपाईँलाई के पनि हुँदैन उता भन्ने कुरा गरेपछि मैले ल अफिसमा जाउँ भनेर मैले बहिनीलाई जबरजस्ती मैले अफिस पठाएको मान्छे होइन। मैले हिजो दिनभरि फोन गरेँ, उहाँको दिदीले गर्यो, हाम्रो प्रोफेसरले गर्यो, त्यहाँ फोन कसैको फोन रिसिभ भएन है। अब यस्तो दलाल हामी त छोड्दैन है, तर न्यायको लागि भने हामी चेलीको लागि न्यायको लागि हामी उभिनै छौँ होइन। जुनै हाम्रो बहिनीसँगै हिँड्नु पऱ्यो, हामी बहिनीसँग चाहिँ हिँड्यो। अब पूर्वा सरलाई धेरैले चिन्नुहुन्छ, सामाजिक सञ्जाल धेरै चलाउनुहुन्छ, तपाईँलाई त्यो प्रश्न गर्नु जरुरत देखेन मैले। राजु सर, तपाईँलाई चाहिँ कुनै पीडितले भेट्न चाह्यो र आफू उद्धारको लागि अपिल गर्न चाह्यो भने के चलाउनुहुन्छ, कसरी चाहिँ तपाईँसँग जोडिनु? मेरो भनेको प्रायः टिकटकै हो, अनि हाम्रो अर्को एउटा मिडियाको एउटा पेज छ होइन, त्यसमा मेरो नम्बर राखेको छ र मेरो टिकटकमा मैले मेरो नम्बर राखेको छ। अब हाम्रो त राति 1-2 नानीलाई पनि थाहा छ म कति बजीसम्म नानीहरूसँग कुरा गर्छु भनेर, हामी त सुत्नु पाउँदैन कि। अब हामीले के सुत्ने, आफ्नो चेली त्यहाँ सुतेको छैन, यहाँ रोएर बसेको छ भने हामी कसरी सुत्ने भन्ने कुरा हो। तर यहाँ तपाईँले भन्नुभयो डिल हुन्छ, अब दलालले भन्यो, दलालले कुन हिसाबले चाहिँ पीडितसँग डिल हुन्छ भन्ने कुरा के भने त्यो दलालहरूले चाहिँ त्यस्तै संस्थाहरूसँग मिलेर काम गरिरहेको छ कि, कुनै संस्थाहरू मिलेको छ यिनीहरूसँग होइन, र पीडितलाई पनि पैसा लिएको पनि छ नभएको छ होइन, तर दलालहरूसँग पैसा उसुली गरिरहेको छ यिनीहरूले
गोप्य पाराले अफिस बोलाउने भिडियो खिच्ने अनि उसलाई बेला बेलामा बोलायो तर्सायो भिडियो सार्वजनिक गर्ने कि पैसा दिने त्यस्तो छ। जुन हामीले अस्ति दलाल समातेर जबरजस्ती हामी दुईजना ठुलो छ र म ब्युरोमा बसेर नै हामीले त्यो मान्छेलाई त्यहाँ हाल्ने सफल भएको होइन सुनाइरहेको सफल। त्यो दिनमा जो हाम्रो एसपी होइन हाम्रो एसएसपी सर होला होइन एसपी साहब हुनुहुन्छ उहाँको नाममा ठ्याक्कै मैले बिर्सेँ। उहाँले त्यो दिनमा उहाँले केस चलाएको पनि छ होइन। उहाँको मान्छे कहिले आउँछ त्यो बेलामा हामीले उहाँ अब सरलाई पनि धेरै अब थ्याङ्क यू भन्न चाहन्छ हामीलाई सपोर्ट गरेकोमा। हामीले जति मेहनत गरेर दलाललाई समाज त्यो ठाउँ पुऱ्यायो होइन त्यो ठाउँमा उहाँले हाम्रो जस गरेको कामहरू दिएर उहाँले चाहिँ अहिले कस्टडीमा नै छ त्यो मान्छे त होइन। तर कतिपय कुराहरू यहाँ सबै मिलेको छ। तर यस्तो हामीले मान्छे थुनेको बेलामा पनि म निकाल्छु भनेर एउटा संस्थाको मान्छेले 1 लाख रुपियाँ लिएको छ म त्यो संस्थाको नाम चाहिँ खोल्दिनँ त्यो पीडितको 1 लाख रुपियाँ फिर्ता दिनुपर्छ त्यति हो। हामीले जेल पोज्ने अनि हामी उद्धार गरिदिन्छौँ भने एउटा संस्थाको मान्छेहरूले 1 लाख रुपियाँ लिने त्यो कहाँको राम्रो कुराहरू त्यो उद्धार गर्न आएको कि पैसा कमाउन आएको थियो त्यस्तो संस्थाको नाम लिन हाम्रो यो हेरेर त्यो मान्छेले चाहिँ त्यो पीडितको पैसा फिर्ता दिनुपर्छ। हाम्रो अरू केही पनि होइन र हामी दलालको चाहिँ मिलेर कहिले पनि काम गर्दैन। दलाललाई हामीले समातेर जेल हान्ने काम गर्ने हो सुध्रेन भने है। अब चेलीलाई अब उहाँहरू साथमा बसेर यति हौसला दिनुभएको छ नेपाल पनि आउनुभयो के लागिरहेछ ठ्याक्कै मनमा चाहिँ साँच्चीकै म जीवित आएँ मैले आफ्नो माइती पाएँ जस्तो लाग्छ कि? मलाई त अघि नै दाजुलाई देख्ने बित्तिकै भनौँ न प्लेनबाट ल्यान्ड हुने बेलामा मलाई कस्तो म त साँच्चै नै जिउँदै नेपाल फर्केँ भनेर दिदीहरूसँग त्यहाँ प्लेनभित्र नि कुरा गरेँ। अनि म यो धरतीमा टेक्न पाउँदा एकदम खुसी लाग्यो र दाइलाई देख्ने बित्तिकै नै रोएँ। सकुशल दाइहरूले नेपाल फर्काइदिनु भयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु दुइटै दाजुहरूलाई होइन। अनि मलाई त्यो दलालले के भनेको छ भने मेडिकल गरेको पैसा नि फिर्ताले भन्नुभएको छ। त्यसले मलाई 3000 रुपियाँ मेरो खातामा मसँग पैसा छैन रुममा खाने भन्दाखेरि 3000 रुपियाँ हालिदिएको थियो त्यो पैसा नि फिर्ता मागेकी थिएँ। अनि तँलाई 3 लाख रुपियाँ तिरेर निकाल्न सक्दिनँ भने ठिकै छ ननिकाल होइन म नेपाल त सकुशल नेपाल फर्किन पाऊँ भन्ने मेरो मनमा थियो। म सकुशलै फर्केछु नेपाल। अनि मैले दाजुलाई पैसा हाल्नुको कारण पनि अब दिदीलाई हालौँ भने त म छिटो उद्धार हुन्न दिदीको रुम धेरै टाढा छ दाइलाई हाल्यो भने त छिटो टिकट काटिदिनुहुन्छ भनेर दाजुलाई मैले पैसा हालिदिएँ केटी। अनि दाजुले टिकट काटिदिनु भयो म सकुशल नेपाल फर्केँ। किनकि अब त्यसले मलाई टिकट काट्ला नेपाल निस्क्यौँला भन्ने मेरो आश थिएन। हुनु त त्यसले नै मलाई काटेर निकाल्नु पर्ने हो नि त त्यो दलालले नै। अब त्यसको आश नभएर त्यसलाई अब अहिलेसम्म सम्पर्कमा कन्ट्याक्टमा त होला दाजुहरूसँग मेसेजमा च्याटिङमा मात्र तर रेलमै फेस देखाएर आउनु सकेकी छैन त्यो। त्यसै कारणले चाहिँ त्यसले मलाई पैसा हालेर टिकट काटेर निकाल्ला जस्तो लागेन। अनि आफू नै पैसाले भयो नि मैले टिकट काटेर नेपाल जानै पर्छ म यहाँ बस्नुहुन्न भनेर मैले म्याडमलाई मेरो बच्चाहरूलाई होइन पैसा चाहिएको छ उता मलाई पैसा दिनु भनेर मागेपछि म्याडमले चाहिँ मलाई पैसा नदिनु भएन दिनुभयो होइन। सय केटी दिनसाथ मैले दाजुलाई हतार आएर रुममा आएर मसँग नेट पनि थिएन त्यति बेला सकिएको थियो साथीकोबाट हटस्पट खोलेर मैले दाजुलाई पैसा हालिदिएँ। अब समाजमा दुई थरी दर्शक छ तपाईँको यो आँसु तपाईँको पीडालाई कतिपयले हाँसोमा पनि बदल्छ उडाउँछन्। तपाईँलाई भन्ला नि त मलाई थाहा हुँदाहुँदै किन गइस् अरू रोएको देख्दै किन गइस् अहिले आएर एयरपोर्टमा आँसु झारेर हामीलाई नाटक गर्छस् भन्ने त्यो भन्नेहरूले भन्दै गर्छन् तर भोगेर आउनेलाई थाहा हुन्छ नभोग्नेहरूलाई थाहा हुँदैन। भन्न त धेरै मान्छेले मलाई भनि पनि सकेको छन् होइन। अब विदेश आफ्नो खुसीले जान्छ आफ्नो खुसीले फर्किन्छ सतुर हँसाउने सतुरलाई रमाउने काम गर्छस् तैँले भनेर भन्नु पनि भनिसकेको छ। त्यो त मैले भोगेर आएको कुराले मैले गरेको हो। उनीहरू नभोग्नेहरूलाई नजानेहरूलाई केही थाहा छैन। प्रायः जस्तो मान्छेहरू धेरैलाई राम्रो पनि भए होला नराम्रो पनि भए होला त्यो उनीहरूको ठाउँमा होला होइन। तर म चाहिँ के भन्छु भने सकेसम्म घरको काममा चाहिँ कोही पनि नजानु भोगेर आउनेहरूलाई थाहा हुन्छ नभोग्नेहरूलाई चाहिँ थाहा हुँदैन। तर हाँसेर उडाउने मान्छेहरू चाहिँ धेरै नै छन् मेरो लागि चाहिँ। पूर्वा सर अब यस्तो भिडियोहरू धेरै हाल्नु पनि हुन्छ तपाईँ आफैले सामाजिक सञ्जालमा पनि पोस्ट गरिराख्नु भएको हुन्छ खास चेलीहरू किन गइरहेका छन् विदेशमा चाहिँ? एउटा कुरा आफूलाई जब पीडा पर्छ पीडामा साथ दिने मान्छे कोही हुँदैन। जस्तै उहाँले भन्नुभयो उहाँ डिभोर्सी महिला पनि हो होइन। जब उहाँको मनमा तनाव हो दोस्रो विवाह गर्नुभयो दोस्रो विवाह गरेर पनि उहाँलाई जुन अवहेलना झुक्याएर बिहे गरेर घरमा श्रीमती हुँदाहुँदै गरेपछि
जुन उहाँले झुक्याउन पार्यो यसको तनाव छुट्टै छ। प्रकार दुई प्रकारको हुन्छ, जुन विदेशमा जुन बेचिएका चेलीहरू जुन आफूलाई थाहा पाइ पनि गइरहेको हुन्छ। उहाँले भन्नुभयो मलाई थाहा पाए पनि गएको हो, कारण किनभने मेरो अघि समस्या उहाँले भनिसक्नुभयो। अर्को समस्या के छन् भने एउटा आर्थिक अवस्था कमजोरी। नेपाल सरकारले रोजगार नदिएको अवस्थाले गर्दा, व्यवस्थापन नगरेको अवस्थाले गर्दा यसरी चाहिँ बेचिनु परिएको छ। यो जुन नेपाल सरकारले यो श्रम स्वीकृति दिएर नै कुवेत मुलुकमा यसरी गरेको भए त्यसको व्यवस्थापन राम्रो हुन्थ्यो। अहिले हतार एउटा होटलको बन्द कोठामा राखेर नेपालमा हतार सेटिङको 3 नम्बर 4 नम्बर भन्दै जुन फाइट गरिरहेको छ, यिनीहरूको लागि एकदम मौकाको कुरा हो र एयरपोर्टदेखि नै सबै सेटिङ गरेर पठाएको अवस्था हो र जुन हाम्रो आर्थिक अवस्था कमजोरी र नेपाल सरकारले दिन नसकेको रोजगारी कारणले गर्दा बाहिर गइरहेको अवस्था छ। जुन अघि कुरा मैले फेरि जोड्न चाहेँ, ती निशा भन्ने दलालसँग हाम्रो राजकुमारी महतो भन्ने हुनुहुन्छ, फेरि पनि आउँदै हुनुहुन्छ। उहाँको पनि निवेदन परिसकेको छ। मैले उहाँलाई निवेदन पनि हाम्रो निवेदन फरवर्ड गरिसकेको अवस्था छ। मसँग बोलेको छैन, हामीले खोज तलास हाम्रो क्रम जारी छ। यदि भन्छु ती निशा भन्ने दलालले हामीलाई नभेट्नुहोस् मतलब भएन, तर हाम्रो ती चेलीलाई उहाँले जस्तै गरेर टचर नगरिकन सकुशल नेपाल फर्काइदिनु पऱ्यो। म्यासेजको रिप्लाई दिइरहेको छ म पढाउँछु भनेर, तर हाम्रो कल उठाउनुहुन्न। उहाँले जस्तै गरेर यादमा दिन पाइएन। र अर्को कुरा फेरि जुन अघि हजुरले भन्दै गर्दाखेरि एउटा कुरा याद आयो मलाई, तपाईँहरूले कतिपयलाई चाहिँ भिडियो नगर्ने हुन्छ कि सबैले गर्ने भन्ने कुरा हुन्छ। अस्ति एउटा यस्तो दुःखको कुरा अस्ति घट्यो कि जसलाई जुन हेटौँडाको एउटा चेली हुनुहुन्थ्यो, उहाँको चाहिँ दाइ मलाई म नेपाल आउनु पऱ्यो, जसलाई चाहिँ मैले जसको मृगौलाको लागि जुन केही राहत हुन्छ भनेर म यहाँ आएँ। मेरो श्रीमानको 2टा मृगौला फेल भएको छ, उहाँलाई डायलिसिस गर्नको लागि मलाई गाह्रो भयो। त्यसले गर्दा म फ्री भिसा पैसा मसँग थिएन, त्यसले गर्दा म फ्री भिसाको लोभमा, फ्री टिकटको लोभमा 30-40 हजार 50 हजार 60 हजार हुन्छ भनेर म आएँ। यहाँ आएर मलाई धेरै यातना भयो, म सकिएन। जसको लागि म आएको त्यसैले मैले खुसी पार्न सकेन भने म मेरो श्रीमानसँग भेट्न जान चाहन्छु। मैले यहाँ सकेन, मलाई धेरै यातना भयो। मेरो श्रीमानलाई जति गाह्रो भएको छ त्योभन्दा बढी मलाई यातना भयो भनेपछि एजेन्टलाई मैले उहाँले निवेदनको लागि श्रीमानले भन्नुभएछ। श्रीमानले मलाई कल गरेँ, श्रीमान आउनु सक्नु भएन। हामीले कतिपयले त रासनले अघि भन्नुभयो, उहाँले त्यस्तो त्यहाँसँग पैसा थिएर पो उहाँले दिनुभयो, आउनुभयो। उहाँको लागि चाहिँ हामी आफै जिम्मेवारी बसेका थियौँ। उहाँको श्रीमान हेटौँडाबाट आउने अवस्था थिएन। अनि उहाँको निवेदन पनि उहाँकै जिम्मेवारी बसेर हामी संस्था नै सिङ्गो महासङ्घ नै जिम्मेवारी बसेर उहाँलाई चाहिँ हामीले निवेदन पेस गरेर एजेन्टलाई पठाएपछि एजेन्टले हाम्रो ब्लक हाल्ने समग्र बिन भयो। जब समग्र बिन भएपछि के गर्ने त, अब उपाय छैन। अनि मैले जुन राजदूतवाससँग कोर्डिनेट गरेर उहाँलाई एमबिसी पुऱ्यायो। एमबिसी पुऱ्याएपछि शुक्रबार मात्रै फोन दिने कसरी है, शुक्रबार दिन एकचोटि कल गरेँ, दाइ के कस्तो छ भने केही दिनपछि हुन्छ नि चिन्ता नगर भनेर आश्वासन दिँदै पनि 11 दिन हुँदाखेरि उहाँको श्रीमान यहाँ बितिनु भयो। दुःखको कुरा एकदमै बितिनु भयो। बितिनु फेरि मैले त्यहाँ एमए सर, त्यहाँको हाम्रो सर हुनुहुन्छ, त्यहाँको घनश्याम लामा सर, उहाँलाई मैले त्यो अब यस्तो भयो बितियो सिड्युल गरिदिनु पऱ्यो भने उहाँको लास नभेट्न सक्छ, किनकि यहाँ कोभिडले गर्दाखेरि अलिकति ढिलाइ भइरहेको अवस्था छ। यसमा चाहिँ हामी सरी भन्छौँ र उहाँको जुन कार्यक्रियाको लागि हामी जसरी पनि सेन्ड गर्छौँ भन्दाखेरि ती बितेर 5 दिनमा चाहिँ उहाँलाई नेपाल फर्काउन सफल भयौँ। उहाँको यहाँ हामीले खाता लगाएर स्वागत गर्ने अवस्था थिएन, उहाँलाई यसरी क्यामेरामा फेस गर्ने अवस्था थिएन। हामी आफै दुःखमा थिएँ, पीडामा थिएँ। उहाँलाई सकुशल हेटौँडा पुगेको अवस्था छ। यस्तो पीडाहरू धेरै छ। हामीले कतिपय अब त्यो अघि कतिपयलाई हामीले अगाडि ल्याउँदैनौँ, आफ्नो दुःख लुगाएर गएको हुन्छ, कतिको दुष्टले हाँस्न भनेर होइन। अनि त्यो अघि त्यो एउटा एजेन्ट दलाललाई हामीले पक्रे पश्चात अघि रासोले भन्नुहुन्थ्यो, अहिले हामी धन्यवाद दिन चाहन्छौँ मानव बेचबिखनलाई। हामी करिब अहिलेसम्म 4-5 जना हामीले बुझायौँ। त्यो मध्येमा एकजनालाई अहिले थुनेको अवस्था छ। त्यो एकदम खुसीको कुरा हो। ती दलालबाट त्यो थुनेको हिसाबबाट अरू दलालले बुझ्नुपर्ने हुन्छ कि अबदेखि कुनै पनि अवस्थामा यस्तो दलाल काम गर्यो भने हामीले पनि पक्रेर हामीले पनि जेल खोज्ने रहेछ भनेर चाहिँ यी कामहरूलाई बन्द गरोस् भन्न चाहन्छु। र अर्को कुरा, ती दलालले अघि रासोले भन्नुभयो हजुरलाई, अस्ति हाम्रो कल आएको थियो, एकजना चाहिँ आइसकेको अवस्था छ, अझै पनि 4 जना छन्। ती 4 जनालाई सकुशल नेपाल उद्धार हुनु पऱ्यो र दलाललाई कारबाही हुनु पऱ्यो। अनि बहिनीको सन्दर्भमा बहिनीलाई अगाडि बढेर केस गरेर उहाँको पाउने लगानी के छ त्यो पाउनु पऱ्यो र हाम्रो बाँकी भएको चेलीहरूलाई उद्धार हुनु पऱ्यो। अब तपाईँहरूको टिममा 2 जना मात्रै हुन्छ कि राजु सर विदेशमा सहयोग गर्ने पर्दा पछाडिको हिरोहरू कोही हुनुहुन्छ, कसैलाई सम्झिनुहुन्छ संस्थाबाट? अब संस्थाको त अब हाम्रो छ होइन। अब कुवेतमा हाम्रो राधा मोक्तानजी पनि हुनुहुन्छ, उहाँले पनि अब हाम्रो लागि धेरै सपोर्टहरू गर्छ कुनै कुरामा। उहाँहरू चाहिँ आफै झगडा पनि परेको थियो पहिलाको जुन एउटा के अरे त्यो बहिनीको नाम रिमुनी बहिनीको आमा, अनि हामीले पहिला एकचोटि भिडियो पनि हाल्दै थियो होइन। त्यो बहिनीलाई 10-12 जनासँग झगडा उहाँ आफू स्वयं घाइते भएर हस्पिटल पनि बस्यो र झगडा गर्न आएको
झगडा गर्न आएकोलाई पनि हस्पिटल पुऱ्याएर उहाँ जेल पनि जानुभयो र केही तारिकमा अब उसको सौलामी राखेको छ र एउटा हाम्रो मानबहादुर योन्जन पनि हुनुहुन्छ उहाँले पनि कतिपय कुराहरूमा हाम्रो सपोर्ट गरिरहेको छ भने दुबईमा पनि छ हाम्रो प्रतिनिधिहरू उहाँहरूकोसँग हामीसँग दुबईको पीडितहरूसँग पनि उहाँले उद्धार गरिराख्नु भएको छ हाम्रो संस्थाहरू छ विभिन्न ठाउँ छ इराकमा छ होइन सबै ठाउँमा छ हाम्रो हामीले गर्नु सक्ने हामीले नेपालबाट गर्ने र हाम्रो उताको प्रतिनिधिहरूले पनि हामी मिलेरै गरिरहेको हाम्रो पर्दा पछाडिहरू पनि छ कुनै बेला अब उहाँ नेपाल आउँदा हजुरहरूको अब अगाडि पनि देख्नुहुन्छ ठिक छ तपाईँहरूलाई दुईजना संस्थाका मूलधारहरू हुनुहुन्छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद र अन्त्यमा चेलीलाई यो संस्थालाई केही भन्नु छ अर्थात् तपाईँले जसरी आज माइती पाउनुभयो दिदीलाई पाउनु भएको छ आफ्नो छोराछोरी पाउनु भएको छ आफ्नो कुराहरू राख्न पाउनलाई सफल हुनुभयो नि संस्थालाई केही भन्नु छ भिडियोको अन्त्यमा छौँ हामी म त संस्थालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र धेरै जस्तो अब भनौँ न धेरै चेलीबेटीहरूलाई उद्धार गर्नुभएको छ होइन फेरि पनि अब फसेर बसेका चेलीबेटीहरूलाई चाहिँ उद्धार गर्नुहुन्छ त्यसमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तर मेरो साथी एकजना चाहिँ दिदी होइन म भन्छु उहाँले चाहिँ पहिला पनि विदेश बस्दाखेरि हामी सँगै बसेको हो यो निशा दिदीले चाहिँ तिमीहरू सँगै बसेर छुट्न नसकेको कारण फर्केर आउनु लागेको भन्नुभएको छ तर सँगै बसेको कारण होइन अब कामहरूको कारण हुन्छ टचर होइन साउसाउनीले टचर दिएको कारणले चाहिँ उहाँ दिदी पनि आउँदै हुनुहुन्छ उहाँ दिदीलाई नि मलाई जस्तै सकुशल नेपाल फर्काइदियोस् निशा दिदीले होइन उहाँलाई पनि अफिसमा कुट्ने पिट्ने नहोस् मोबाइलहरू रिसेट हान्ने मेरो जस्तो मोबाइल खोसेर राख्ने नहोस् मेरो त मोबाइल खोसेर राख्दिए रिसेट चाहिँ हानेनन् रिसेट हानिदिन्छ भन्थ्यो हानेन छ रिसेट चाहिँ तर मोबाइल चाहिँ खोसेर राख्थ्यो हिजो दिनभरि पनि दाजुहरूसँग कन्ट्याक्टमा भएन रातभरि पनि म कन्ट्याक्टमा भएन किनकि मलाई बन्धक कोठामा थुनेर राखेको थियो मोबाइल मेरो साथमा थिएन त्यही भएर दाजुसँग कन्ट्याक्टमा भएन दिदीको चाहिँ त्यसरी अब मोबाइल खोज्नु नै भएन उहाँलाई चाहिँ सकुशलै अब नेपाल फर्काइदिनु भन्न चाहन्छु होइन त्यो निशा दिदीलाई चाहिँ जसरी भयो नि उहाँलाई चाहिँ पक्रेर थुन्नै पर्छ कारबाही चाहिँ गर्नै पर्छ भन्छु किनकि उसले मलाई निकाले होइन मेरो आएको हो मेरो पैसा चाहिँ मलाई चाहिँ मैले मेहनत गरेको फल मैले ज्वरो आउँदाखेरि हातहरू दुख्दाखेरि सकि नसकी गरेर दुःख गरेको मेहनतको पैसा आएको फल चाहिँ म आफै नेपाल फर्के पनि मलाई त निकाल्न पर्ने उसले हो नि त तर मेरो पैसा चाहिँ जसरी भए नि फिर्ता पाउनुपर्छ किनकि मेरो पनि त बालबच्चा छ उनीहरूले नि त मम्मी विदेश गएको अब यस्तरी जानुभएको छ मलाई केही ल्याइदिनु होला भने अहिले रुममा आश गरी बसे होला मेरो बाबु होइन तर मैले केही पनि ल्याउनु सकेको छैन म जस्तो गएको त्यस्तै नै आएछु ठिक छ उहाँको लागि हामी बालबच्चाहरूको लागि हामी केही कोसेली विदेशी जति पनि पाइन्छ नेपालमा विदेशी ब्रान्डको चक्लेटहरू किनेर हामी दिन्छौँ र जाँदा अन्तिममा हामी यो पनि भन्न चाहन्छौँ अघि तपाईँले सोध्नुभयो हाम्रो फ्रेममा देख्ने प्रायः जस्तो दुईजना मात्र हुन्छ राष्ट्रिय ट्रेड युनियन महासङ्घ भनेको ठुलै हो तर हामी प्रायः हामी दुईजना मात्रै देखिन्छौँ तर हामी यो भन्छौँ हाम्रो देशभरि लगायत विदेशमा पनि छौँ महासङ्घ भनेको सानो होइन त्यसले गर्दा कुनै पनि कुना कप्चामा लुकेर बसेको दलालहरूलाई हामी जुनसुकै कुनाबाट पनि उठाएर हामी भोगठ्या पार्न सक्छौँ यसमा चाहिँ दुई मत छैन र यसमा हामी सही नै भन्न चाहन्छौँ कुनै पनि दलालहरूले लुकिसिपी कति दिनसम्म बस्छ त्यसमा हामी A to Z कुण्डली निकालेर हामीले नोटिस गरिराखेको हुन्छ र जुनसुकै कुनाबाट पनि हामी उठाएर कारवाही गर्न सक्छौँ यदि हामीले हाम्रो चेलीहरूलाई सकुशल नेपाल फर्काएन भने ठिक छ महासङ्घको तर्फबाट तपाईँहरूले आफ्नो ज्यानको जोखिम राखेर काम गरिराख्नु भएको छ दुवैजनालाई धेरै धेरै धन्यवाद र चेलीलाई नेपालमा स्वागत गर्दै बिदा हुन्छु म एउटा के भन्छु हाम्रो दलालहरूलाई तपाईँहरू कुन संस्थासँग के हिसाबले तपाईँहरूले काम गरिरहेछ कसरी मिलेर गरिरहेछ तपाईँहरूको होला होइन तर यति विचार गर्नु हामी तपाईँहरू जस्तो दलालसँग चाहिँ पैसा बिगाएर काम गर्दैन तपाईँले राम्रोसित हाम्रो फोन आएपछि हाम्रो महासङ्घ राष्ट्रिय ट्रेड युनियन महासङ्घमा चाहिँ निवेदन परेर हामीले फोन गरेपछि त्यो मान्छे सकुशल उद्धार गरेन भने तपाईँहरूलाई चाहिँ हामीले घोग्रो ठ्याक गरेर ब्युरोमा बुझाएर तपाईँले जेल हाल्न सकेन भने 10 वर्षले जन्माएको छ र यदि याद गर्नु तपाईँहरू हामीलाई पैसामा बिक्ने जस्तो नसोच्नु हामी अरू जस्तो संस्थाको मान्छे पनि होइन हामीलाई पैसामा तोलना गर्ने र पैसामा किन्ने प्रयास कहिले पनि नगर्नु होला हस् अब लास्टमा एउटा के भन्न चाहन्छु भने होइन म चाहिँ दाजुहरूसँग त्यो होटेलसम्म त्यो निशालाई त अब त्यतिकै पक्रिन सक्दैन दाजुहरूको सपोर्टमा चाहिँ म दाजुहरूसँग चाहिँ त्यो होटेलसम्म म जानै पर्छ किनकि त्यसलाई निशालाई समातेर मेरो पैसा फिर्ता गर्नु छ त्यही भएर त्यो होटेलको मान्छेलाई पक्रेपछि त्यो निशा दिदीलाई पक्रे पनि समात्न सकिन्छ त्यसलाई होटेलको मान्छेलाई चाहिँ समात्नु सक्यो भने त्यो त जसरी भए नि आउनु पऱ्यो नि त त्यही होटेलमा मान्छे राख्छ नि त उसले धेरैजना त्यही भएर चाहिँ त्यो होटेलसम्म चाहिँ म दाजुहरूसँग चाहिँ जान्छु पहिला हामी बिरोमा गएर उजुरी गर्छौँ अनि मात्रै जान्छौँ त्यसमा दुई मत छैन तपाईँको
तपाईँलाई न्याय पाउनेछ, तपाईँको पैसा पाउनेछ। धन्यवाद, सबैजनालाई धन्यवाद।